सबैको चरण कमलमा प्रणाम गर्दै आजको प्रश्नलाई हामी सुरुवात गर्नेछौँ। पहले दिन इस्लाम में गांधी भाई धरे कदम, सेवा करी श्री देवचंद जी की कदमों सौंपे आतम। निजानन्द सम्प्रदायमा यद्यपि यो संसारमा सृष्टिको प्रारम्भदेखि परमात्मालाई खोज्ने जुन प्रक्रिया चल्यो, सुरुवातदेखि चलेको, अनि प्राणनाथजीले अर्थात् सद्गुरु निजानन्द स्वामी को माध्यमद्वारा राज्य महाराजले अर्को एउटा सम्प्रदाय जोड्न उहाँको कुनै पनि अभिप्राय थिएन। जबकि यो दुनियाँमा मत पन्थ पेडा सम्प्रदायहरूको जो आपसमा जुन विवादास्पद स्थिति छ, लडाई छ, झगडा छ, त्यो सबैलाई समूलनाश गर्नको लागि, उन्मूलन गर्नको लागि चाहिँ प्राणनाथजीको प्राकट्य यो धरतीमा भएको, प्रकटन भएको। फेरि कुनै एउटा सामान्य जिज्ञासुले सोच्न सक्दछ निजानन्द सम्प्रदाय पनि त ती हजारौं मध्ये एउटा सम्प्रदाय हो। आज विश्वमा 1200 करिब सम्प्रदायहरू छन्। लगभग सम्झनुहोस् कि 98% मत पन्थ सम्प्रदायहरूको कुनै वैदिक प्रमाण छैन, चार वेदद्वारा कुनै प्रमाणित छैन, कुनै शास्त्रहरूको प्रमाण छैन, कुनै उपनिषदहरूको प्रमाण छैन। केवल संसारमा पूर्व जन्मको हुन सक्छ, पूर्व जन्मको राम्रो तपस्याको फलस्वरूप यो जन्ममा यसो आराम सुख भोग्ने एउटा अवसर प्राप्त जीवहरूले पाएका छन्, पूर्व जन्मको तपस्वीहरूले। र केवल नामको, स्थानको प्रसिद्धिका लागि सम्प्रदायहरू चलाइएका पनि छन् दुनियाँमा। एउटा भारतमा साँचो कहाँसम्म त्यो हो, तर सुन्नमा आएको थियो कि बाउ छोराको झगडा भयो र बाउदेखि उदास भएर छोरो घरबाट निक्लेर उदासी नामको सम्प्रदाय उसले चलाइदियो। विचार गर्नुहोस्। हो यस्ता बेबुनियाद मनमानी आफूलाई जे लाग्यो त्यही ज्ञानहरूको धारा प्रचलन गरे र सम्प्रदायको रूपमा परिणत भयो। त्यो तिनीहरूको परम्परागत रूपमा गएर। तर ब्रह्मज्ञान जुन हाम्रो आत्मधर्मको ब्रह्मज्ञानको जुन मार्ग छ, यो संसारको मार्गदेखि, संसारको ज्ञानधारा, संसारको विचारधारादेखि पूर्णतया विपरीत छ। सुन्दर साथजी, किनभने वाणीमा भनेकै छ, वाणी मेरे पियू की न्यारी जो संसार, निराकार के पार थे तीन पार के भी पार। स्वर्ग वैकुंठ निराकार बेहद मण्डलदेखि पनि पर, अक्षर धामदेखि पनि पर, हद पार बेहद है, बेहद पार अक्षर, अक्षर पार वतन है, जागिए नगर। त्यहाँको तारतम्यका बल कोही न जाने एक मूल स्वरूप की चित्त की बातें तारतम्य कहरू। मूल स्वरूप राजी महाराजको दिलको कुरा भितर साहिबमा ब्रह्मवाणीमा विस्तार गरिएको छ। यो त्यहाँ त्यो परमधामको, त्यो निराकारदेखि परको ब्रह्मवाणी हो। तसर्थ संसारका मत पन्थ सम्प्रदायहरूमा निजानन्द सम्प्रदायको सिद्धान्त, विचारधारा मिल्ने सम्भावना नै छैन। तर यति हुँदाहुँदै पनि प्राणनाथजीले भन्नुहुन्छ, जुदे जुदे नाम गावहीं, जुदे जुदे भेष अनेक, जिन कोई झगडो आप में आखिर धनी सबों का एक। परमात्माको नाममा, धर्मको नाममा कसैले पनि झगडा नगर। किनभने वेदले के भन्दछ त भने परमात्मा हाम्रो आपसको खेचातानी झगडा गर्दाखेरि परमात्मा ठुलो हुने, सानो हुने अथवा बाँटिने होइन। दोस्रो, तेस्रो, चौथो, पञ्चमो परमात्मा हुनुहुन्न। एकमेव अद्वितीय ब्रह्म भनेको छ वेदले, शास्त्रले। परमात्मा एउटै मात्रै हुनुहुन्छ र अद्वितीय हुनुहुन्छ। परमात्माको समानान्तर, परमात्माको कम्पेरिजनमा अरू कसैलाई पनि प्रस्तुत गर्न हामीले सकिँदैन। सुन्दर साथी, तसर्थ एकमात्र परब्रह्म सच्चिदानन्द जब यो धराधाममा, यो ब्रह्माण्डमा अवतरित हुनुभयो त उहाँले निजानन्द सम्प्रदाय लोकरीतिको अनुसार संसारमा जसले ज्ञानको सुरुवात गर्दछ, सुरुवात गर्नेवाला व्यक्तिलाई संस्थापक, प्रवर्तक, त्यसलाई बढाउनेवालालाई भनिन्छ। त्यसरी यो संसारमा विक्रम सम्वत 1678 मा
परब्रह्म परमात्माले श्री श्यामाजी महारानीको हृदयमा विराजमान भएर ब्रह्म ज्ञान अवतरण गराउनु भयो सारा दुनियाँको कल्याणको लागि। यो होइन कि इसाई समुदायमा जस्तो जिजसले केवल बाटो सत्य र जीवन म नै हुँ, मेरो शरणमा आयो भने मात्रै मुक्ति पाउँछौ भनेर जिजसले भने जस्तो प्राणनाथजीले भन्नु भएन। भगवान विष्णुले भन्नुभयो कि यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, होइन, सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज, सबै धर्मलाई छोडेर मेरो शरणमा आऊ, म तिमीलाई मुक्ति दिन्छु, मेरो शरणमा मात्रै मुक्ति छ, अरू अन्य तिमीहरू जग्गा गयो भने मुक्ति मिल्दैन भनेर विष्णुले पनि भन्नुभयो, जिजसले पनि भन्नुभयो र अन्य धेरै सन्त महात्माहरूले, अन्य धेरै महान विभूतिहरूले पनि भनेका छन् त्यो कुराहरू। तर सोच्नेवाला विषय के छ भन्दाखेरि यिनीहरूले भने कसरी यो सबै नै परब्रह्म श्री राजी महाराजको आदेश अनुसार ब्रह्म आत्माहरूलाई प्रमाणका लागि पहिले नै बनाइएको उनीहरूद्वारा। कृष्णले भन्नुभयो ए अर्जुन मेरो शरणमा आऊ मुक्ति दिन्छु, राजी महाराजको जोस जबरायत शक्तिले बनाएको थियो। युद्धभन्दा पहिला भन्नुभयो, युद्ध पछाडि हजुरले मुक्ति दिन्छु भन्नुभएको थियो, मलाई दिनुहोस् न त अब भनेर भन्दाखेरि ल भाइ छैन अब त्यो मुक्ति त म दिन सक्दिनँ तिमीलाई, जसले दिन्छु भनेको थियो तिमी त्यसकै शरणमा जाऊ, तमेव शरणं गच्छ सर्वभावेन भारत तत्प्रसादात् परम शान्तिं प्राप्त सुख शाश्वतम्। हे अर्जुन तिमीले अब हर प्रकारले ती सच्चिदानन्दको शरणमा जाऊ, परमात्माले मलाई मेरो शरीरलाई प्रयोग गरेर त्यो कुरा भन्नुभएको थियो, अब त्यो शक्ति मभित्र छैन, अब मैले तिमीलाई कहाँबाट मुक्ति दिनु। यसरी नै जिजसले जतिखेर बाटो सत्य र जीवन म नै हुँ भनेर भन्नुभएको थियो त्यतिखेर जिजसले भनेको होइन सुन्दरसाथजी, जिजसद्वारा परब्रह्म परमात्मा श्री राजी महाराजले भनाउनु भएको थियो। त्यतिखेर भन्नुभयो कि बाटो सत्य र जीवन म नै हुँ। न त आज जिजस छन्, न त्यो जिजसको भित्र त्यो शक्ति नै छ, न आज कृष्ण हुनुहुन्छ, न त कृष्णभित्र त्यो शक्ति नै छ। कृष्ण हुनुहुन्छ त कहाँ त भन्दाखेरि अखण्ड गोलोक धाममा राज्यले अखण्ड गराइसक्नु भयो कृष्णलाई। बाल मुकुन्द बाल स्वरूप बाल गोपाल कृष्णलाई ब्रजमण्डलको कारणमा अखण्ड गराउनु भयो र बाँकी गएर श्रीकृष्णजीलाई अखण्ड महारास जुन छ महाकारण सबली ब्रह्मको त्यहाँ अखण्ड गराइसक्नु भएको छ। न त ब्रजमा हुनुहुन्छ न त रासमा हुनुहुन्छ राज्य, योगमाया ब्रह्माण्ड पनि हुनुहुन्न, राज्य मूल स्वरूपमा परमधाममा हुनुहुन्छ मूलमिलावामा, अनि त्यहाँदेखि आवेश स्वरूपमा पाँचौं शक्ति सहित ब्रह्मवाणीमा र गुम्बडजीमा प्राणनाथजीको हक्की स्वरूपमा इन्द्रावतीको हृदयमा बसेर हामीलाई पर्खिरहनु भएको छ आजसम्म। बोलो श्री प्राणनाथ प्यारे की। तसर्थ हाम्रो नैतिक कर्तव्य, उत्तरदायित्व, जिम्मेदारी जुन छ वर्तमान समयमा जाहेर दुला छोड के ढुँड माया नै बुझ भनेको छ। प्रत्यक्ष प्रकट हुनुभएको जाहेर दुला श्री हक्की स्वरूप प्राणनाथजीलाई आफ्नो ब्रह्मवाणीद्वारा, शुद्ध हृदयद्वारा, निर्मल हृदयद्वारा, निष्पक्ष हृदयद्वारा पहिचान गर्नु सर्वोपरि सर्वोत्कृष्ट जिम्मेदारी र कर्तव्य हो यदि मानव जीवनलाई सफल बनाउन चाहन्छौँ भने। अन्यथा पुनरपि जननम पुनरपि मरणम पुनरपि जननी जठरे शयनम, व्यक्तिहरू आफ्नो स्वरूपको बोध बिना म को कहाँदेखि आएको हुँ र मैले शरीर छोडे पश्चात कहाँ जानुपर्छ भन्ने यी अध्यात्मका गुण रहस्यहरूलाई नबुझिकन जीवनलाई कालको ग्रास बनाइरहेका छन् सबैले। हामीले पनि तत्त्वज्ञान पाएर के यो ब्रह्मज्ञानको रहस्यलाई नबुझी आफ्नो जीवनको इतिश्री लीला समाप्त गर्ने हो? कदाचित हुँदैन सुन्दरसाथी। तसर्थ यो दुनियाँमा अनेकौं सम्प्रदायहरू भए तापनि त्यो सम्प्रदायहरूको जुन आपसी विवाद छ त्यसलाई समाप्त गर्नको लागि चाहिँ नि प्राणनाथजीले ब्रह्मज्ञान लिएर आउनुभयो र भन्नुभयो कि नाम सारो जुदे धरे लै सबु जुदी रसम, सबमै उम्मत और दुनिया सोही खुदा सोही ब्रह्म। जुन परमात्मालाई हामी वेदको हिसाबले पुरुषोत्तम परब्रह्म परमात्मा इत्यादि भन्दछौँ, गीताले पुरुषोत्तम भनेको छ, सच्चिदानन्द भनेको छ, भागवतले त्यही भनेको छ, उपनिषदहरूले पनि त्यही भनेको छ, कुरानले खुदा अल्लाह ताला कुल हु अल्लाह है भनेको कुरानले, बाइबलले द सुप्रिम ट्रुथ गड इज वान ओन्ली वान भनेर बाइबलले भनेको छ। भन्न खोजेको सबैले एउटै हो, तर तारतम ज्ञानको अभावमा, तारतम ज्ञान रूपी सूत्रमा त्यो छरिएको ज्ञानहरूलाई उनेर एक माला तयार नगरिकन आज सृष्टिको प्रारम्भदेखि चाहे ती ब्रह्मा हुन्, चाहे शङ्कर हुन्, चाहे भगवान विष्णु नै किन नहुन्, चाहे कृष्ण भगवान नै किन नहुन्, चाहे नारद किन नहुन्, चाहे व्यास किन नहुन्, चाहे रामचन्द्र भगवान किन नहुन्,
लक्ष्मणले रामचन्द्रजीलाई हे प्रभु मलाई सच्चिदानन्द परब्रह्मको पहिचान गराइदिनुहोस् भन्दाखेरि रामचन्द्रजीले त्यतिखेर वनमा 14 वर्षको अन्तरालमा उहाँले असमर्थता व्यक्त गर्नुभएको थियो कि हे लक्ष्मण, यदि परमात्माको मलाई नाम थाहा भइदिएको भए म यहाँनिर बार अवतार धारण किन गर्दथेँ? म वैकुण्ठबाट उताउतै परमात्मालाई प्राप्त गरिहाल्थेँ नि। यो संसारको किचडमा म किन आउँदथेँ? राम न सकही नाम गुण गाई, नाम की कहाँ कहूँ बढाई। ए लक्ष्मण, त्यो परब्रह्म परमात्माको शब्दातीत हुनुहुन्छ, अक्षरातीत हुनुहुन्छ, उहाँको नामको महिमा मैले कसरी गाउँ तिमीलाई? तर तिमी चिन्ता नगर, ती पूर्ण ब्रह्म परमात्मा जो सतयुगमा आउनु भएन, त्रेतामा पनि आउनु भएन, द्वापरमा आउनु भएको थियो, द्वापरमा आउनु हुनेछ। यो त त्रेतायुगको कुरा हो होइन सुन्दर साथी? द्वापर युगभन्दा पहिला कलियुगमा पूर्ण ब्रह्म परमात्मा आउनु हुनेछ। त्यतिखेर तिमीले मानव तन धारण गर्नु र तिम्रो जीवनको लक्ष्य प्राप्त गर्नु भनेर भन्नुभएको थियो रामचन्द्रजीले लक्ष्मणलाई। अहिले तिम्रो म सब कुछ म तिमीलाई दिन सक्छु, मेरो भाइ हो, तर मुक्ति तिमीलाई दिन सक्दिन। रामायणमा छ सुन्दर साथी, निजा नेति नेति जय वेद निरूपा निजानन्द निरूपा ज्ञानुपा शम्भु विरञ्ची विष्णु भगवान उब्जेहि जासु अंशते नाना। रामचन्द्रजी लक्ष्मणलाई सम्झाएर भन्नुहुन्छ कि हे लक्ष्मण, ब्रह्मा विष्णु महेश मल विष्णु हामी सबैले परब्रह्म परमात्माको कृपाको कारण यो संसारमा हाम्रो आकाशबाट बर्सेको पानीको जो पानीको बुलबुला हुन्छ तुरन्त खसेर फुट्दछ, अस्तित्वविहीन हुँदछ। त्यस्तै नै हाम्रो अस्तित्व छ। हामी यो जगतदेखि जीवहरूलाई अखण्ड मुक्ति त दिन सक्दैनौँ, स्वर्ग वैकुण्ठ इत्यादि सबको मुक्ति दिन सक्छौँ, तर वैदिक ज्ञानको हिसाबले स्वर्ग वैकुण्ठलाई पाउनु अखण्ड मुक्ति, शाश्वत मुक्ति होइन। शाश्वत मुक्ति दिने अधिकार त एकमात्र परब्रह्मलाई मात्रै छ। गीताको 15 अध्यायको 17वां श्लोकमा भन्नुहुन्छ, उत्तम पुरुषस्य अन्य परमात्मा इति उदाहरित। परमात्मा को अधिकार राख्ने वाला, मुक्ति को अधिकार राख्ने वाला, मुक्ति को सामर्थ्य, मुक्ति दिने सामर्थ्य जसको भित्र छ त्यो त एकमात्र सच्चिदानन्द परब्रह्म परमात्मा हाम्रो आत्माको प्रियतम धाम धनी श्री राजी महाराज श्री प्राणनाथजी हुनुहुन्छ। र उहाँ यो दुनियाँमा आउनुभयो र सम्प्रदायको झगडा कस्तो मेट्यो त सुन्नु साथी? जो निजानन्द ज्ञान धारामा ब्रह्म ज्ञानको शरणागत भएका छैनन् उनीहरूको झगडा मेटेको छैन। जसले तातम वाणीलाई ब्रह्म ज्ञानलाई आत्मसात गर्यो उसको मात्रै झगडा मेटेको छ, ऊ मात्रै समदर्शी बन्न सकेको छ। अन्य प्राणीहरू त आज पनि एतो गति संसार की जो खेचा खेच करत आपन तो साथी धाम के है हमें तो दुर्मत। एक आपसमा झगडा गर्ने, वाद विवाद गर्ने, खिचातानी गर्ने, तानातानी गर्ने, यो त संसारको प्रवृत्ति हो, यो त मायाको स्वभाव हो। हामी सुन्दर साथ परमधाममा विचार गर्नुहोस् एकछिनको लागि। आफ्नो मूल बैठक राजीको चरण कमलमा कसरी वरिपरि मिलेर बसेका छौँ हामी। बोलो श्री प्राणनाथ प्यारे की। हामी त त्यहाँको, यो संसार हाम्रो होइन, संसार हाम्रो मूल होइन, संसारमा हाम्रो अस्तित्व छैन। हाम्रो सारा आत्माको अस्तित्व राज्यको चरण कमलसँग, राज्यको हृदयसँग जोडिएको छ। अनि यो सारा मायाको खेल पनि हामीले परमधाममै बसी पार हमारा न्यारा नहीं, हम पार में बैठे देखे प्रपंच। पार में बैठे यानी मूलमा बसी द्रष्टा भएर यो नश्वर संसारको शरीरमा राजी महाराजले यस्तो युक्तिद्वारा, यस्तो टेक्निकद्वारा, यस्तो कारिगरीद्वारा मूल मिलापमा बसी यो नश्वर तनमा, एकदम संस्कारी तनमा, एकदम तपस्वी तनमा, एकदम निर्मल हृदयमा परमधामको जीवलाई राखेर, परमधामको आसुरतालाई आत्मालाई राखेर यो संसारको जीवमाथि बसाएर खेलको अनुभव गराइरहनु भएको छ। बोलो श्री प्राणनाथ प्यारे की। र यस्तो प्रकारले अब राजी महाराज चाहिँ यो पहिलोचोटि ब्रह्माण्डमा आएर संसारको सम्प्रदायको झगडालाई मेटाउनुहुन्छ। सायद आए इन जीवी में कारज करने दिन सबका झगडा मेट के, या दुनिया या दिन, या धर्मको होस् या दुनियाँको झगडा होस् एक आपसको, त्यसलाई समाप्त गर्न ब्रह्मवाणीले सुन्दर साथको हृदयमा त्यो ब्रह्मवाणी राखेर प्रयास
गर्नुभएको छ राज्यले। र अब गान्धीजी भाइले सद्गुरु महाराज धनीश्री देवचन्दजीको पहिचान गरेर जब देवचन्दजी महाराजजीलाई राजी महाराजको पूर्ण साक्षात्कार भयो र साक्षात्कार भए पछाडि आफ्नो घरमा अपने घरों लिए बुलाए, सेवा गरी बहुत चित्त ल्याए। आफ्नो सद्गुरु महाराजले आफ्नो घरमा लगेर सेवा गर्न प्रारम्भ गर्नुहुन्छ। अनि त्यहाँदेखि सेवा गर्न थालेपछि अब राजी महाराजले भन्नुभएको थियो, हे देश्यामाजी, बुलाए ल्याओ तुमरू अल्लाह, जो रूहे मेरी आशिक, रब किया प्यार वास्ते कहियो कहलाया हक। ऐ मेरी श्यामा महारानी, जाओ ती ब्रह्म आत्माहरूलाई बोलाएर ल्याऊ तिमीले। जो ब्रह्म आत्माहरूले मेरो सानिध्यमा, मेरो चरण कमलमा बसेर मसँग प्रेमको सम्वाद गरेका थिए र आफ्नो प्रेमलाई सर्वोत्कृष्ट साबित गर्नको लागि मसँग विवाह गरेका थिए, जाऊ तिमीलाई म आज्ञा गर्दछु। ती ब्रह्म आत्माहरू, जुन ब्रह्म आत्माहरूको बिना म एक पल पनि परमधामको आनन्दको लीलालाई सम्पादन गर्न मलाई पनि असम्भव हुन्छ। ती ब्रह्म आत्माहरूलाई बोलाएर ल्याऊ भनेपछि अब श्यामाजी महारानीले अर्थात् देवचन्दजी महाराजजीले, निजानन्द स्वामीजीले या देवचन्दजीको तनलाई प्रयोग गरिएको छ। लीला प्रारम्भ भयो जागरणीको। पूरा राजी महाराजले भन्नुभएको थियो, धनी हुए साथ कहाँ है, कया मैं भेजू तमाम। देवचन्दजीले राज्यको पहिचान भएपछि भन्नुभयो, हे धाम धनी, फेरि ती सुन्दर साथ कहाँ छन् त हजुरले भनेका भन्दाखेरि तिमी चिन्ता नगर, तिमी एउटा आसनमा बस, शरीर तिम्रो रहनेछ, भित्र शक्ति दिएर म नै तिमीद्वारा चर्चा गराउनेछु। देश विदेशमा भएका सुन्दर साथहरू, नौतनपुरी जामनगरका आसपासका जति पनि परमधामबाट आएका सुन्दर साथहरू छन्, उनीहरूलाई भेला गर्ने काम मेरो हो। चर्चा तिमीले सुनाउनु। अब राजी महाराजले यहाँ सुन्दर साथजी, परमधामको ब्रह्म सृष्टिलाई चमत्कारको आवश्यकता पर्दैन है। राजी महाराजको मन्दिरमा ब्रह्मवाणीमा नतमस्तक हुँदा, वाणी पढ्दा, कहीँ पनि मठ मन्दिरहरूमा, हाम्रो धामहरूमा जाँदाखेरि राज्यलाई चमत्कार मान्ने होइन, चमत्कार मान्नेवाला ब्रह्म सृष्टिको अन्तर्गत गनिँदैन, त्यो गिन्ती हुँदैन त्यसको। वाणीमा मार्फत सागर या बडा कायमनामा भनिएको छ, बीच आवे जावे सौदागर, वास्ते फानी फल कुफर। सौदागरहरू हुन्, जो बिजनेसम्यानहरू हुन्, व्यापारीहरूले मात्रै मठ मन्दिरमा गएर, हे भगवान, हे परमात्मा, मलाई म 5 रुपियाँको लड्डुको भोग लाउँछु, मलाई 5 लाख रुपियाँको आम्दानी गराइदिनुहोस्। यो त सौदेबाजी हो, त्यो कमर्सियल एउटा भक्ति हो। यो त सच्चा पतिव्रता नारी, पतिव्रता नारीले त आफ्नो प्रियतम प्रति समर्पित हुन मात्रै जान्दछिन्, उनले बदलामा केही माग्दिनन्। पतिव्रता नारीले यदि माग्दछिन् भने प्रेममा कलङ्क लाग्दछ सुन्न साथी। अनि एउटा संसारको परिवारमा पनि, संसारका पतिपतिहरूमा पनि एक आपसमा यस्तो मधुर सम्बन्ध छ भने पत्नीले सोच्दै नसोचेको पनि चीजहरू प्रस्तुत गरिदिएर आफ्नो अर्धाङ्गिनीलाई खुसी पार्दछन्। यो एक आपसमा एउटा सम्बन्धको मधुरताको प्रकरण हो। यो त संसारको सम्बन्ध हो। र पनि विचार गर्नु, संसारका पतिहरूले, संसारको पत्नीहरूले संसारको परिवारमा हामीले कुनै पनि चिज अनएक्सपेक्टेडली, हैन, सरप्राइज दिनको लागि उपलब्ध गराएर खुसी बनाउन चाहन्छौँ भने राज्यको दिलमा हामीलाई विदाउट रिजन, बिना कन्डिसनको, कुनै शर्त छैन राज्यको प्रेममा, अनकन्डिसनल लभ राज्यमा हामीलाई गर्नुहुन्छ। सुन्न साथी, हामी प्रति राज्य जुन फिदा हुनुभएको छ, यसमा कुनै राज्यको शर्त छैन, स्वार्थ छैन।
निस्वार्थ रूपमा आफ्नो सम्बन्ध निभाउँदै गइरहनु भएको छ। तसर्थ हामी अर्जीमा बोल्छौँ नि होइन, बितक अहिले बितकको चर्चा सकेपछि अर्जी बोल्छौँ हामी। पिया तुम हो तैसी कीजियो, मैं अर्ज करूँ मेरे पियू जी, हम जैसे तुम जिन करो, मेरा तलब तलब जाए जीव जी। अर्जीमा के भन्दछौँ? हे धामधनी, परम धाममा ठुला ठुला कुरा गरिएको थियो, एकदम हजुरसँग एकदम हामीले बहुत धम्कीपूर्ण वार्तालाप भएको थियो हजुरसँग। तर त्यो अकल त्यो बुद्धि सबै यहाँ आएर समाप्त भयो। हजुरले त सम्बन्ध निभाउन कतै पछि पर्नु परेको छ भएको छैन। हजुरले त आफ्नो प्रेम गर्ने स्वभावलाई बिल्कुल छोड्नु भएको छैन। हामीले त ब्रजमै छोडिदियौँ, राजमा पनि छोड्यौँ र जागिरको ब्रह्माण्डमा त नामो निशान छैन। राज्य महाराज हामीलाई जगाउन, हामीसँग मिल्न आतुर व्याकुल हुनु भइरहेको छ। हामी चाहिँ नि मायाको संसारमा निद्राको अज्ञानताको च्यादर ओढेर 400 साल भइसक्यो सुतेको। निन्द्रा भन्ने कुम्भकर्णको निन्द्रा बरु खुल्यो त्यतिखेर आपतकालीन अवस्थामा। हाम्रो बितकको पुकार, वाणीको पुकार 400 साल भयो। राज्य महाराजले यो ब्रह्मवाणीको गर्जना गरेको 400 साल भयो, तर हामी जाग्यौँ कहाँ? केही जागरीको नामो निशान छैन सुन्नु साथी हामीमा। कोही पनि स्वर्ग वैकुण्ठ निराकारका मान्नेवालाहरू जो भक्तहरू छन्, अनुयायीहरू छन्, उनीहरूले जस्तै म एउटा उदाहरण दिन्छु तपाईँलाई। एउटी आमा, एउटी कोही माता जसको छोरा लाटो छ, बोल्न सक्दैन या त अन्धा छ अरे, तर छिमेकीको कति नै राम्रो छोरो होस् न, रूपको पनि सुन्दर, सब तरिकाले सुन्दर होस् छोरो, तर ती आमालाई आफ्नै लाटो छोरो प्यारो हुन्छ। त्यसरी नै दुनियाँका जति पनि मत पन्थ सम्प्रदायहरू छन्, स्वर्ग वैकुण्ठ कर्मकाण्ड इत्यादिको ज्ञान भए तापनि उनीहरूलाई आफ्नै ज्ञान सर्वश्रेष्ठ, आफ्नै ज्ञान प्यारो मानेर आजसम्म यही भूल भ्रान्तिमा अल्मलिरहेका छन्। जे जस्तो भए पनि उनीहरूले भलै 14 ब्रह्माण्ड वैकुण्ठ निराकार सहित एक दिन महाप्रलयमा त लय हुँदछ, तर यो लय हुने ज्ञान छैन। अनि त्यसैमा उनीहरू यही हाम्रो ठिक हो, यही राम्रै छ भनेर उनीहरू लागि पर्दछन् भने। तर हाम्रो निजानन्द सम्प्रदायमा एउटा दुःखको कुरा छ, विडम्बनाको कुरा छ। हाम्रो सुन्दर साथमा विचार गर्नुहोस्, म के भन्न गइरहेको छु। आफ्नो इष्टदेवको महिमालाई घटाएर संसारको नश्वर तनको नामहरूलाई चाहिँ ठुलो मानेर रात दिन यसै महिमामा गाउन लागेका छन्। यो बुद्धि कहाँबाट आयो, कसरी प्राप्त हुन्छ? हाम्रो सुन्दर साथहरूमा यो राज्यले जान्नुहुन्छ, या त राज्यले खेलै यस्तो देखाउनु भएको, अनि निकै सही कुरा हो, खेलै यस्तो देखाएको, हाँसी गराउनु जो छ राज्य महाराजले। नत्र भने जो पूर्ण ब्रह्म परमात्मा मूल लामामा विराजमान हुन्छ, उहाँलाई राज भनेको, राज शब्द नाम होइन, राज ते प्रकाशते स्वयं यश इति राजा, जो स्वयं प्रकाशित छ, उसको प्रकाशद्वारा तीनै लोक प्रकाशित छ। पूर्ण ब्रह्म श्री राज्यको प्रकाशद्वारा नै यो संसारको नश्वर सूर्य र चन्द्रमाको पनि प्रकाश उनीहरूले प्राप्त गरेको छ। भले झुटो होस्, सारा ब्रह्माण्ड उहाँको आज्ञाद्वारा चलायमान छ। ती पूर्ण ब्रह्म परमात्मालाई चाहिँ यहाँ दुनियाँमा जब हकी स्वरूप प्राणनाजीमा आउनुभयो, उनलाई एउटा सन्त, फकीर, कवीर, दुनियाँका बडा महान एउटा के भन्छ युग पुरुष। अरे भाइ, प्राणनाजी युग पुरुष हुन्। युग पुरुष विवेकानन्द स्वामी हुनुभयो, स्वामी दयानन्दजी हुनुभयो, संसारका भगवान युग पुरुष भगवान बुद्ध हुनुभयो। के भगवान बुद्ध र प्राणनाजी एउटै तुलनाका हुन् सुन्दर साथी? कदाचित होइन। यहाँ प्राणनाथ भन्ने बित्तिकै जसरी दुनियाँका मानिसहरूलाई राम भन्ने बित्तिकै सिधा ध्यान अयोध्यामा गइहाल्छ, दशरथका छोरा भन्ने। विचार गर्नुहोस्, कसैको छोरोको भक्ति गर्दा कसैले मुक्ति पाउँछ? यहाँ कवीरजीको वाणी त झुटो भयो। फेरि कवीरजीले के भन्नुभएको छ?
जो पुत्र किसी का होता है सो तो साहेब नहीं, जो सबका साहेब होते हैं वो पुत्र किसी का नहीं। जो सबका ब्रह्माण्ड का सारा प्राणीहरूका मालिक हुन्छन्, कसैको छोरो बनेर जन्म लिँदैनन्। कसैको छोरो बनेर जन्म लिएको छ भने महान विद्वान, महापुरुष, ऋषि, महर्षिसम्म बन्न सक्छ, तर परमात्माको जग्गा उसले लिन सक्दैन कहिले पनि। अनि प्राणनाथजीलाई चाहिँ कोही युग पुरुषको तुलना गर्ने अनि अन्य संसारका जति महान विभूतिहरू राम, कृष्ण इत्यादि भए उनीहरूलाई परब्रह्मको तुलना गर्नु। ब्रह्मवाणीमा स्पष्ट निरूपण गरिएको छ। खट प्रमाणदेखि शब्द प्रमाण, खट प्रमाणदेखि रहित हुनुहुन्छ परब्रह्म भने कुनै पनि संसारको शब्दमा प्रयोग हुँदैन। किन ब्रह्मवाणीमा भनेको त्यो प्रसङ्ग चाहिँ बुझ्नुपर्छ। पहिला एउटा उदाहरण दिन्छु तपाईहरुलाई म। सेन्धव भनेको नुनलाई भन्छ। सेन्धव हामी शुद्ध नुन भन्छौँ नि नेपालीमा। शुद्ध नुन देख्नु भएको छ होला, देख्नु भएको छ सबैजनाले, प्रयोग पनि गर्नु भएको होला दैनिक जीवनमा। त्यसलाई संस्कृतमा सेन्धव नमक भन्छन् नुनलाई। त्यो खोलाको नुन हो, खोलाबाट बनाइएको होइन, समुद्रको पानीबाट बनाइएको होइन। त्यो शुद्ध नुन चाहिँ नि सायद पहाड, पत्थर, चट्टानबाट निकालिएको हुन्छ सायद, तसर्थ त्यो सेन्धव नमक भन्छ त्यसलाई। अब संस्कृतमा घोडालाई पनि सेन्धव भन्छ। घोडा, हर्स। कुनै व्यक्तिले भोजन गर्ने बेलामा, भोजन गर्न आँटेको बेलामा मलाई सेन्धव दिनुहोस् भनेर माग्यो भने त्यसले घोडा ल्याउँदा त्यो सान्दर्भिक हुँदैन। खाने बेलामा बसेको छ भोजन गर्न, दाल सब्जी भोजन सबै उसको थालीमा तयार छ, तर त्यतिखेर मलाई सेन्धव दिनुहोस् भनौँ भने घोडा ल्याउँदाखेरि त्यो सान्दर्भिक हुँदैन, प्रासङ्गिक हुँदैन त्यो। अब त्यतिखेर के ल्याउनु पर्छ भन्दाखेरि बुझेर नुन ल्याइदिनु पर्यो, उसलाई शुद्ध नुन ल्याउनु पर्यो। अब तर त्यही व्यक्ति भोजन इत्यादि गरिसके पछाडि जब घरबाट बाहिर निक्लिँदछ अनि आफ्नो गृहिणी भनौँ, आफ्ना छोराछोरी, आफ्ना नोकर चाकरहरूलाई कसैलाई पनि मलाई सेन्धव ल्याऊ मेरो लागि भनेर भन्यो भने हो अब यतिखेर चाहिँ घोडा ल्याउनु पर्ने रहेछ भनेर उसले बुझ्नु पर्दछ। तब मात्रै त्यो अनुकूल हुन्छ, प्रासङ्गिक हुन्छ। सुन्दर साथी, भन्नुको मतलब वाणीमा राम, कृष्ण, हनुमान, विष्णु, गरुड सबैको नाम उल्लेख गरेको छ। त्यो अक्षरातीतको लागि प्रयोग हुने नाम होइन। त्यो त संसार क्षरको तारतम्य, अक्षरको तारतम्य, परमधामको तारतम्यको खुलासा गरेको हो। यहाँ केवल धर्मशास्त्रको र पौराणिक मान्यतालाई जबरजस्ती ब्रह्मवाणीको मान्यतामा लागू गरेर ब्रह्मवाणीलाई चाहिँ अझै नगण्य सम्झेर शास्त्रको भनाइलाई चाहिँ ठुलो मानेर त्यो गर्ने पक्षहरूले मात्र यो प्रयास गर्नुहुन्छ। हामी सुन्दर साथ यो कलङ्कदेखि पर छौँ सबैजना। जतिजनाले यहाँ भित्र सुन्दै हुनुहुन्छ, अक्षरातीत परब्रह्म प्राणनाथजीलाई सन्त सम्झिने भुल हामीले गरेका छैनौँ र कसैले पनि गर्दैनौँ, गर्नु पनि हुँदैन। यो महाअपराध हो। यसको सबै प्रयासित छ, सबैको भुलको प्रयासित हुन्छ। आफ्नो धनीको महिमालाई न्यून गराउने यो गल्ती कदाचित हामीले गर्नु हुँदैन जीवनमा। बोलो श्री प्राणनाथ प्यारे की। यो भनिरहँदा मलाई के मिल्छ? यो जुन मैले प्रसङ्ग भने मलाई मेरो लौकिक स्वार्थ के पुरा हुन्छ यो भन्दाखेरि मैले चर्चा प्रवचन इत्यादि सुनाएर कुनै सांसारिक कार्य मेरो गृहस्थीको कुनै स्वार्थ पूर्ति होस् भन्ने मेरो कुनै पनि उद्देश्य औचित्य रहँदैन, हुँदैन कहिले पनि। किनभने राजी महाराजले यस्तो प्रकारको अवसर प्रदान गर्नुभएको छ। मेरो शरीर, आफ्नो शरीर र मेरो परिवारलाई मैले मेहनत गरेर भरण पोषण गर्ने मलाई राजी महाराजले त्यो अकल बुद्धि दिनुभएको छ। मेरो पेट र मेरो परिवारलाई पाल्ने सामर्थ्य राजीले त्यो अकल बुद्धि मलाई दिनुभएको छ। राजीको कृपा म पल पल ठान्दछु। सुन्दर साथी, तसर्थ आउनुहोस्, धेरै यो प्रसङ्गमा हामी आयौँ। अब यहाँ के हुन्छ भन्दाखेरि चर्चा प्रारम्भ भयो। मैले एउटा प्रसङ्ग भनिरहेको थिएँ, परमधामका आत्मालाई चमत्कार चाहिँदैन, तर संसारका जीवहरूलाई आत्माहरू जुन जीवमा बसेका छन् त्यो जीवलाई एकत्रित गराउनको लागि, इकट्ठा बनाउनको लागि यदाकदा राजी महाराजले आदिका लीला, चमत्कारिक लीलालाई पनि प्रदर्शन गरिदिनु भएको छ। हेलो त्यो खासैले गर्ने रे भोलैले बाहिर त्यो क्यामेरा चाहिँ माइक इडिटरहरुले लुब्ली आजले कुपायो हाम्रो हटाउने अनि क्यामेरा
स्पिकर लिएर दिए। ज्ञानुजीले भनेको कुरा उहाँको इन्टरनेट स्लो भएर केही पनि बुझेको छैन। अन्य कोही सुन्ने साथी भन्नुहोस् उहाँले के भन्न खोजेको। यदि तपाईँ लाइनमा हुनुहुन्छ भने ज्ञानुजीले भन्न खोजेको कुरा भन्नुहोस्। ज्ञानुजीको इन्टरनेट स्लो छ, यहाँ स्पष्ट बुझिँदैन। अरू कसैले भन्नुहोस् उहाँले भन्न खोजेको के हो। उहाँको तपाईँको साउन्ड चाहिँ अलिकति राम्रो आएको छैन, बेसलाई लो गराएर भोलम अलिकति बढाइदिनु न भन्नु। ओके। त्यो तल पनि अलिक उता लेफ्टपट्टि अलिकति घुमाओस्। बोलो श्री प्राणनाथ प्यारे की, बोलो श्री सद्गुरु महाराज की, प्राणनाथ प्यारे की। उता हो पश्चिमपट्टि। बोलो श्री प्राणनाथ प्यारे की, प्राणनाथ प्यारे की, सद्गुरु महाराज की, प्राणनाथ प्यारे की। प्रणाम जी। अहिले कस्तो छ भन्नुहोस्। मलाई सुन्दै हुनुहुन्छ? अहिले आवाज कस्तो छ? अझै अलिक फिक्का नै छ सन्त। अब यहाँ टेक्निसियनहरु यहाँ हुनुहुन्न, मैले उठेर जान अब ठिक हुँदैन हैन। तसर्थ जो छ त्यसरी नै सुन्नु होला तपाईहरुले। बोलो श्री प्राणनाथ प्यारे की। अब गान्धीजी भाइको घरमा प्रकटवाणीमा एउटा चौपाई हामीले पढ्दछौं। ये बन्देज थियो अति उत्तम पर धाम के गीत कैसो तारतम। नौतनपुरीमा सुन्दर साथलाई भेला गराउनको लागि जुन आडीका लीला गर्नुभयो राज्यले, आडीका लीला अति उत्तम हो, तर आडीका लीला सर्वोपरि होइन। धामको निध परमधामको तारतम ज्ञान मात्रै सर्वोत्कृष्ट हो आत्मा जागृतिको लागि भन्नुभएको छ। र यहाँनिर अब आडीका लीला पनि प्रारम्भ गर्नुभयो। यता सुन्नु साथी, आज भन्दा 400 वर्ष पहिला राज्य महाराजले जो इन्द्रावती जी जुन तनमा विराजमान हुनुहुन्छ, त्यो इन्द्रावतीको आत्मासँग श्यामाजी महारानीको मिलाप गराउने राज्यले जुन 400 वर्ष पहिला जुन व्यवस्था गर्नुभएको छ। यद्यपि त्यतिखेरको जमानामा गान्धीजी भाइ कायस्थ समुदायको हुनुहुन्थ्यो, वैश्य समुदायको हुनुहुन्थ्यो, अनि मेरा ठाकुर क्षत्रिय समुदायबाट हुनुहुन्थ्यो। तर मेरा ठाकुरकी जो भाउजू हुनुहुन्थ्यो, भाउजूको भतिजी चाहिँ नि यता गान्धीजी भाइको बुहारी हुनुहुन्थ्यो। बोलो श्री प्राणनाथ प्यारे की। अजबाई भतीजी मेघबाई की, रहे गांधी के घर में, श्याम जी को ब्याही थी, हुई बातें इनसे। बोलो श्री प्राणनाथ प्यारे की। अब के हुन्छ त भने देवचन्दजी महाराजजीले गान्धी भाइको घरमा चर्चा, जब नित्य निरन्तर चर्चा, बिहान बेलुका दिउँसो हर पल हर हमेशा चर्चा प्रारम्भ गर्नुभयो, तब त्यहाँ अनेकौं दिव्य अलौकिक लीलाहरू हुन थाले। र सारा नौतनपुरीका जनसाधारणहरू अनि तिनीहरूका आफन्तहरू, अरू नगरमा रहनेवालाहरू, कोही अब्बासी बन्दरबाट, कोही सुरतबाट, कोही मस्कत बन्दरबाट, कोही द्वीप बन्दरबाट, यसरी आफ्ना आफन्तहरूको सूचनाद्वारा उनीहरू पनि आएर दर्शन गर्न थाले। किनभने राज्य महाराजले देवचन्दजीको तर्फबाट नौतनपुरीमा ब्रज र रासको लीलालाई दोहोर्याउनु भएको, पूर्ण जागरणीको लीला नौतनपुरीबाट देवचन्दजी महाराजको श्यामाजीको पहिलो तन देवचन्दजीद्वारा पूर्ण सम्पादन गर्नु भएन। राज्यले यो मूल स्वरूपमै उहाँले दिनमा लिनु भएको थियो। श्यामाजीको दोस्रो शरीर अर्थात् मेरा ठाकुरको शरीर इन्द्रावतीको आत्मामा बसेर मात्रै जागरणीको पूर्ण कार्य म गर्दछु भनेर राज्य महाराजले परमधाममा मूल मिलापमा नै यो उहाँले लिनु भएको थियो, सोच्नु भएको थियो। तसर्थ देवचन्दजीको तनबाट जति पनि लीलाहरू भए 1678 देखि लगेर 1712 सम्म ब्रज र रासको लीलालाई दोहोर्याइएको। धामको पनि चर्चा, ब्रज रास धामको चर्चा गर्नुभयो र एउटा लिङ्क जोड्नु भयो। अगाडिको बृहत लीला त श्री मेरा ठाकुरको तनबाट हक्की स्वरूप स्वयं प्राणनाथजीले पूर्ण रूपले गर्नुहुन्छ। तसर्थ यहाँनिर पुरा अब गान्धी भाइकी बुहारी
अजबाई जसको नाम हो श्यामजी की पत्नी, उहाँले गएर मेरा ठाकुरको घरमा, मेरा ठाकुरको खानदानमा गएर जो मेरा ठाकुरकी भाउजू हुनुहुन्थ्यो हरवंश ठाकुरकी पत्नी मेघबाई, उहाँलाई गएर भन्नुभयो कि हे फुपू, हाम्रो घरमा त नसोध्नुहोस्, बडा चमत्कारिक लीला भइरहेको छ, अलौकिक लीला भइरहेको छ। परमात्मा स्वयं आएर, अर्थात् उनले त उनको भनाइमा त यही गर्दैछन्, ब्रज र राजको लीला पुरा भइरहेको छ। भगवान कृष्णजी चाहिँ नि आएर दिनमा 3-3, 4-4 चोटि आएर दर्शन दिएर भोजन पनि ग्रहण गर्नुहुन्छ। एक दिन त के भयो त भन्दाखेरि हाम्रो छोराछोरीलाई, श्यामजी र अजबाईको छोराछोरी थिए, उनीहरूलाई सुनको खेलौना पनि दिनुभयो। श्री कृष्णजीले आएर दर्शन दिएर खेलौना, एकदमै सुनका खेलौनाहरू पनि दिनुभयो भनेर आफ्नै फुपूलाई भन्नुहुन्छ अजबाईले। अनि एक दिनको प्रसङ्ग हो, खेताबाईकी पत्नी हिराबाई, जो गाँधी भाइको भाउजू हुनुहुन्थ्यो, भोजनको बेलामा अब राजी महाराजले आएर बिहानको दोपहरको भोजन राजभोग ग्रहण गर्ने बेलामा यहाँ भोजन पस्किनु भयो र भोजन गर्ने बेलामा देवचन्दजी महाराज आएर बस्नुहुन्छ, तर खाँदै गर्दाखेरि कृष्णजीले खाएको देखिन्छ। बोलो श्री प्राणनाथ प्यारे की। देवचन्दजी आएर भोजन गर्न बस्नुभयो आसनमा, तर भोजन गर्दै गरेको कृष्णले भोजन गरेको देखिन्छ। किशोर स्वरूप कृष्णले भोजन गरेको देखिन्छ त्यहाँनिर। यो आश्चर्यचकित आदिका लीला देखेर सारा आसपासका जनताहरू प्रभावित भएर, लालायित भएर आउँदछन् देख्नको लागि। किन भन्दाखेरि श्री कृष्णजीलाई 5000 वर्ष पहिलादेखि पुरा यो ब्रह्माण्डमा, भारतवर्षमा सारा जनमानसहरूले कृष्णको लीलाप्रति नतमस्तक छन् सबैजना। किनभने कृष्णको तनद्वारा लीला नै त्यस्तो भयो, अलौकिक दिव्य लीला भयो। रामचन्द्रजीको तनबाट एकदम मर्यादित लीला भयो। यतिसम्म मर्यादित भयो कि गर्भवती पत्नीलाई एउटा धोबीको, एउटा जड्या धोबीको, एउटा अज्ञानी धोबीको कुरा सुनेर पनि गर्भवती पत्नीलाई जङ्गलमा छोडेर आउनुभयो रामचन्द्रजीले। मर्यादालाई यहाँसम्म पालन गर्नुभयो। तर यो मर्यादा, त्यो मर्यादा के काम सुन्दर साथी, जहाँ एउटा पत्नी गर्भवती छन्, उनलाई एक्लै छोड्न मिल्दैन, त्यतिखेर त पतिको साथ चाहिन्छ भन्ने विवेक जागृत भएन। आखिर रामचन्द्रजी भगवान विष्णु हुन्, अनि विष्णु भगवानको पनि त सपनाकै बुद्धि छ आखिरमा। बोलो श्री प्राणनाथ प्यारे की। सपनाको बुद्धि भएको कारणले गर्भवती पत्नीलाई संसारको मर्यादा, झुटो मर्यादा पालन गर्ने चक्करमा पत्नीप्रति धर्म निभाउन सक्नु भएन। गर्भवती पत्नीलाई अत्याचार गर्नुभयो। मर्यादा पुरुषोत्तम जसको यति ठुलो दुनियाँमा इज्जत शान छ, तर सीतालाई वनवास पठाउनु भयो। यसमा रामचन्द्रजीको बिल्कुल पनि कमजोरीपना प्रदर्शित हुन्छ। किनभने स्वप्नको ब्रह्माण्ड हो, स्वप्नको बुद्धि हो आखिरमा। यसरी नै बडा ऋषि महर्षि सुखदेव, व्यास, राजा जनक पनि यसरी चाहिँ स्वप्नको बुद्धिको कारण ग्रसित भएर पदच्युत भएका छन् उनीहरू पनि। र अब यता प्रसङ्ग हामी आउँ। हिराबाईको, खेताबाईको पत्नीको चुलोबाट कडाई, जुन कडाई हुन्छ, दाल पकाउनु भएको थियो। भोजन बाँड्ने बेलामा चुलाबाट उतारौँ न त भन्दाखेरि एकपट्टिको कडा भाँचिन्छ, अनि सारा दाल भुइँमा र उहाँको हातमा तातो दाल, हात जल्दछ दालले। अनि भोजन, अब राजी महाराज भोजन गर्ने बेलामा आउनुभयो र पुरा यसरी हात जलेको, हात कपडा बाँधेको थियो, लुकाउनुहुन्छ हिराबाईले। अनि हिराबाई, के भयो तिमीलाई, किन हात लुकाउँदैछौ, मलाई देखाऊ भनेर भन्दाखेरि होइन धामधनी केही पनि भएको छैन, केही भएको छैन भनेर लुकाउनु भयो। विचार गर्नु, राज्यदेखि केही लुक्छ कदा? तन की जाने मन की जाने दिल की चोरी, उन साहब से क्या छिपावे जिनके हाथ में डोरी। हामी त कठपुतली मात्रै हौं, हुकुम रूपी डोरी त उहाँको हातमा छ। हम तो हात हुकुम के, हक के हात हुकुम,
इत हमारा पियाजी क्या चले, ज्यू जानो त्यो करो खसम। सायद राजीले जानुहुन्छ, छुपाउँदै हुनुहुन्थ्यो, छुपेन, खोइ देखाऊ मलाई भनेर देखाएपछि हात त पुरा जलेको छ। अनि राजी महाराजले मरमपट्टि गरिदिनु भयो। कसौडीको कडा भाँचेको थियो, ल भनेर सुनको कसौडी दिनुभयो, ठुलो भड्डु एउटा सुनकै दिनुभयो। बोलो श्री प्राणनाथ प्यारे की। अब त के भन्नु, अब नौतम्बरीमा त हल्ला नै भयो। अब हिराबाईलाई सुनकै भाँडो बर्तन दिनुभयो अरे कृष्णजीले भनेपछि त पुरा ओहो मान्छेहरू अब कहाँ दिपबन्दरदेखि सुरतदेखि कता कताबाट सुनको भाँडो पो पाइन अरे त। हिराबाईले भनेपछि सुनको त चाहिएन, एउटा चम्चा नै एउटा चम्मच नै मिल्यो भने हुन्छ भनेर सांसारिक इच्छा पूर्ति गर्नको लागि मान्छेहरू एकदम दौडिएर पुरा भिड नौतनपुरीमा आयो। तर के गर्ने, बासना होसी जे बलगसी तीन पार के रिपार। बहुत पुकार करूं किस खातिर, सो तो सुपन स्वरूप बेहद बनस का होएगा साथी। सो एक लवे होसी टुक टुक। परमधामको ब्रह्मसृष्टि छ भने धेरै चर्चा सुनाइरहनै पर्दैन। उले त अलिकति इशारामा नै बुझिहाल्दछ र धामको मार्गलाई अपनाउँदछ। संसारका जीवहरूलाई बार बार समझाए पनि बुझ्नै सक्दैनन्। कबीरजीले त्यो कारण भन्नुभयो, पत्थर में पानी डाले भीगे तो रुझे नहीं, मूर्ख को ज्ञान सुनावे सुने तो बुझे नहीं। ढुङ्गामा पानी हाल्दा भित्र रुझ्दैन, त्यसरी नै संसारका रात दिन विषयमा रात दिन आगो पानी पत्थर ढुङ्गा मुढा परिवार पत्नी छोरा छोरी यही मेरो सब कुछ हो भनेर चाहिँ नि जीवन यापन गर्ने जीवलाई परमधामको ब्रह्मवाणी त्यति सजिलै उनीहरूको हृदयमा जाँदैन सिद्धसाथजी। बोलो श्री प्राणनाथ प्यारे की। र यस्तो प्रकारले आउँदै नि गए र नौतनपुरीमा अब एक दिनको प्रसंग हुन्छ। अहिले यसरी भनेपछि घरमा मेरा ठाकुरको परिवारमा कुरा चल्यो। कुरा चलेपछि अनि अब क्षत्रियहरूको एउटा सान के हुन्छ भने झुटो सानो अहंकार रहेको एक प्रकारको भन्छु म। एउटा झुटो सान के हो भने क्षत्रियहरू हामी श्री निजानन्द आश्रम रतनपुरीमा बस्दाखेरि त्यो गाउँका क्षत्रियहरू थिए, मन्दिरमा आएर राजीलाई प्रणाम गर्दैनथे। हैन, हजुरहरूले प्रणाम किन नगरेको भन्दाखेरि हामी क्षत्रिय थोरै शिर झुक्छ भनेर भन्थे। बोलो श्री प्राणनाथ प्यारे की। अनि मेरा ठाकुरको परिवारमा पनि जो छोरा मान्छेहरू थिए नि, श्यामलिया ठाकुर, हरवंश ठाकुर, गोवर्धन ठाकुर, मेराज ठाकुर अनि उदय ठाकुर, यहाँ दाजुभाइहरूमा कुरा चल्यो। अलौकिक लीला हुँदैछ भनेपछि होइन जानु त पर्ने हो, तर हामी कसरी जानु, हामीलाई त हाम्रो मर्यादाले दिँदैन। त्यसै पनि हामी साई खानदानका मान्छे हौँ। कहाँ एउटा देवचन्द्रजी एउटा गाँधी भाइको घरमा एउटा फकीर कोही जोगीले चाहिँ चर्चा कथा सुनाएको कुरा हो, कहाँ सुन्न जानु हामी, हाम्रो मर्यादाले दिँदैन भनेर आपसमा विचार विमर्श गर्दछन्। र पद्माबाईलाई गोवर्धनकी पत्नीलाई तयार गरेर जाऊ तिमी सुन्न जाऊ। स्त्रीहरूलाई त के अब त्यसै पनि मठ मन्दिरमा प्राय मातृ महिलाहरूको सुन्दरसाथी ध्यान दिनुहोस् है। हामी जो तपाईहरु जो महिलाहरू हुनुहुन्छ नि, महिला शरीर प्राप्त गर्नुभएको छ, तपाईहरु हामी पुरुष भन्दा 75% भाग्यशाली हुनुहुन्छ। बोलो श्री प्राणनाथ प्यारे की। किन भन्दाखेरि चितवनी गर्दाखेरि तपाईहरुमा 75% भाव अलरेडी अर्धाङ्गिनीको विद्यमान छ तपाईहरुको दिलमा। पुरुषले चितवनी गर्दाखेरि पहिला त यो पुरुषको भाव अहंकार जाँदै जाँदैन दिलबाट। स्त्रीहरूको हृदय भक्ति भावले परिपूर्ण हुन्छ, प्राय जसो ममताले परिपूर्ण हुँदछ। तसर्थ ध्यान चिन्तन चितवनीको लागि तपाईहरुले देख्नु भएको छ नि, भारतीय समाजमा प्राय मारवाडी समाजहरुमा अन्य समाजमा महिलाहरू मात्रै भक्ति भजन मठ मन्दिरको चाहिँ दर्शन पर्सनमा गएका हुँदछन्। यो एउटा स्वाभाविक गुण हो महिलाहरू भित्र हुने। र पद्मालाई पनि तयार गरे र जाऊ तिमी जाऊ भनेर उनलाई तयार गरे। पद्माबाई आउनुहुन्छ आफ्नो पतिको आज्ञा पाएर। नभन्दै आएर हेर्दाखेरि ओहो कति दिव्य लीला। चर्चामा देवचन्द्रजी महाराजजीले यति आनन्दको प्रसंगहरू व्यक्त गर्नुहुन्छ।
ब्रज दास धर्मशास्त्रको प्रमाण परमधामको गली गलीको वर्णन गरेर सुनाउनुहुन्छ, राजीका दिलका कुरा सुनाउनुहुन्छ। सुन्दर साथ आनन्दमा विभोर हुँदछन् र चर्चामा आनन्दित हुँदाखेरि एक दिन सुन्दर साथले भाव विभोर भएर भने कि हे धामधनी, हे सद्गुरु महाराज, तपाईले परमधाममा पोखराज पर्वत छ भन्नुहुन्छ, माणिक पहाड छ भन्नुहुन्छ, जमुनाजी छिन् भन्नुहुन्छ। त्यो जमुनाजीको दर्शन गराइदिनुहोस् हामीलाई। तपाईद्वारा त सब कुछ सम्भव हुन्छ भनेर सुन्दर साथीहरूले चाहना गरे पछाडि देवदनजी महाराजजी आसनमा बसेर, जहाँ आसनमा बस्नु भएको थियो आफ्नो उत्तरपट्टिबाट ल रङ्गमहलको उत्तरपट्टि जमुनाजी छ, त्यहाँबाट पोखराजको तलाटीबाट जमुनाजीको प्रकट हुँदछ। त्यसपछि बङ्गलादेखि मूल कुण्डबाट जमुनाजी प्रकट हुँदछिन् र यसरी उत्तरबाट जमुनाजी निक्लेकी छिन् भनेर भन्दाखेरि देवदनजी महाराजजी जहाँ दिवालको छेउमा आसनमा चर्चा सुनाउनुहुन्थ्यो, त्यहाँबाट उत्तरबाट जमुनाजी कल जमुनाजी प्रकट हुँदछिन्। बोलो श्री प्राणनाथ प्यारे की। मारा बालाजी चलो जमुना जल झिलिए। त्यो जमुना जलमा सुन्दर साथहरूले पुरा झिल्नाको लीला गर्दछन्। तर केही क्षणमा यो कुनै सांसारिक लौकिक तर्क राख्नेवाला, केवल सांसारिक भौतिक विज्ञानको चमत्कारमा विश्वास गर, भौतिक विज्ञानको थोथा अहंकारमा भर पर्नेवाला, भौतिक विज्ञानको जुन आजको स्थिति छ त्यसमा भर पर्नेवाला व्यक्तिका लागि यो दिव्य अलौकिक आदिका लीला उसको भेजामा उत्रिने प्रसङ्ग होइन सुन्दर साथी। यसको लागि त मूल स्वरूप राज्यको पहिचान हुनुपर्दछ, उहाँको दिव्य लीलाप्रति भरोसा हुनुपर्दछ, अनि मात्रै त्यो व्यक्तिले राज्यको अलौकिक लीलालाई अवलम्बन गर्न सक्दछ सुन्दर साथी। र सुन्दर साथ आनन्दमग्न भए, विभोर भए। यसरी अब एक दिनको प्रसङ्ग के हुन्छ भने तब मेघबाईले कही जाओ गोवर्धन तुम। मेघबाई भाउजू गोवर्धन की हरवंश ठाकुर की पत्नी, भाउजूहरूले देवरहरूलाई अलिकति हेपेरै भन्दछन् होइन। त्यो कारणले यसमा हेपेरै पनि नभन्नु, राम्रैका लागि भनेको। जाऊ गोवर्धन तिमी गएर जाऊ त गाँधीजीको घरमा, उहाँ चाहिँ बहुत अलौकिक लीला भइरहेको छ अरे, हेरेर आऊ भनेपछि अनि गोवर्धन ठाकुर आफ्नो टाउकोबाट गोवर्धन ठाकुरको टाउकोमा हाल्नुभयो। अनि गोवर्धन ठाकुरले आफ्नो पत्नीलाई पद्माबाईलाई भन्नुभयो र पद्माबाई चाहिँ आउनुहुन्छ। पद्मा स्त्री गोवर्धन की सो पहले गई सोबत में। बोलो श्री प्राणनाथ प्यारे की। सर्वप्रथम गाँधी भाइको घरमा मेरा ठाकुरको परिवारबाट, मेरा ठाकुरको त्यही परिवार हो सिंह साथी। त्रेता युगमा भगवान रामचन्द्रजी जुन रघुकुलको वंश थियो, त्यही वंश लोहाना जातिका क्षत्रिय केशव ठाकुर हुनुहुन्थ्यो र त्यो रामचन्द्रजीको वंशको मेरा ठाकुरजी हुनुहुन्थ्यो। बोलो श्री प्राणनाथ प्यारे की। र मेरा अब यहाँनिर गोवर्धन ठाकुरले आफ्नो पत्नीलाई पठाइदिनु भयो। तिनीले आए बातें करी मैं देखी लीला इत। सुन्दर साथी बोलो श्री प्राणनाथ प्यारे की, सद्गुरु महाराज की। अब यस्तो प्रकारले पद्मा आउनुभयो। सारा त्यो वाणी चर्चा सब कुछ देखे पछाडि कृत भएर हेर, अस्ति कहिले अजबाईले भने कि हाम्रो घरमा वाद विवाद गर्दा गर्दै एकै दिन बित्यो। यत्रो दिन यो देवदनजी महाराजजीको विषयमा, ब्रह्मज्ञानको विषयमा कति दिनदेखि हाम्रो घरमा कुरा चलिरहेको थियो। बेकारमा हामीले ढिलो पो गरिएछ भनेर पद्मा स्त्रीलाई बोल्छ पद्माबाईले। र केही जस्ताको जस्तै जस्तो देख्नुभयो त्यस्तै नि गएर उहाँ मेरा ठाकुरजीको समक्ष घर परिवारमा त्यो कुरा व्यक्त गर्नुभयो। तब गोवर्धन गए। त्यस पछाडि अब एकदमै राम्रो दिव्य लीला परमात्माको भइरहेको छ भनेपछि सारा मर्यादालाई भुलेर
गोवर्धन ठाकुरजी पहिलोचोटि जानुभयो। बोलो श्री प्राणनाथ प्यारे की। र तब मैं शरण तुम्हारे आया गो जगाउने आत्म। ब्रह्मवाणी को यही मिठास छ सुन्दर साथी। कोही व्यक्ति शंका उपशंका मनमा लिएर आउँदछ, श्रद्धापूर्वक भावपूर्वक चर्चा सुन्यो भने सारा समस्याको समाधान भएर ऊ वापस फर्किँदछ। गोवर्धन ठाकुर पता नहीं मलाई राज खानदानले शाही खानदानले के भन्ने उनको नि भन्दै भन्दै दोमत हुँदै आउनु भएको थियो। आएर जब सद्गुरु महाराजको सानिध्यमा बसेर चर्चा सुन्नुभयो तब आफूलाई धन्य धन्य मान्नुभयो। ओहो मैले कति यो ढिलो गरेर यतिको दिन त मैले व्यर्थमै बिताएछु, ढिलो गरेछु मैले आउन भनेर त्यो ढिलो गरेको दिनप्रति उहाँले अफसोस प्रकट गर्नुहुँदछ र भन्नुहुन्छ कि हे धामधनी, हे प्रियतम, हे प्राणनाथ, मेरो आत्मा जागृत गराइदिनुहोस् तपाईले। सम्मत 1687 एक कार्तिक में मजकूर या सेती उदय भई उदया मूल अंकुर। विक्रम सम्मत 1687 कार्तिक महिनामा यहाँबाट अब मेराज ठाकुरजी त्यो गाँधी भाइको घरमा जानुहुन्छ र अब मेराज ठाकुरजीको भित्रको अंकुर जुन छ इन्द्रावतीजीको अब जागृत हुँदछ। 12 वर्ष महीना दुए ताऊ पर भय 10 दिन, तब श्री देवचंद जी से मिले उन पहचाने आत्म। बोलो श्री प्राणनाथ। मेराज ठाकुर जी को आमा बुबाको नाम केशव ठाकुर र धनबाई थियो। 5 भाइ छोराहरू थिए, छोरीहरू भएको उल्लेख छैन। शामलीय ठाकुर, हरवंश ठाकुर, गोवर्धन ठाकुर, मेराज ठाकुर एवं उद्धव ठाकुर। र सुन्दर साथी, मेराज ठाकुरका आमा बुबा केशव ठाकुर र धनबाई पनि कोही सामान्य जीव थिएन। पूर्व जन्मका तपस्वी जीवहरू थिए। तपस्वी जीव, आचरणवान जीव भएको कारणले गर्दाखेरि भक्तिमय भाव, भक्ति भावले हृदय ओतप्रोत भएको कारणले गर्दाखेरि मेराज ठाकुर जस्तो, गोवर्धन ठाकुर जस्तो, उद्धव ठाकुर जस्तो परमधामका ब्रह्म आत्माहरूलाई ले बास गरेको जीवलाई जन्म दिनुभयो उहाँहरूले। उहाँहरूले त भक्ति नगरे पनि उहाँहरूलाई अखण्ड मुक्ति मिल्यो परब्रह्मको कृपा, परब्रह्मको प्रतापले। सुन्न साथी, कति ठुलो भाग्यशाली जीवहरू हो उहाँहरू। र अब मेराज ठाकुरको उमेर जब 12 वर्ष 10 महिना र 2 दिनको जब हुनुभयो तब 10 महिना र 4 दिन हुँदाखेरि कुरा सुन्न थाल्नुभयो। आफ्नो दाजु जानुभएको थियो र अब दाजुले गोवर्धन ठाकुरले सद्गुरु महाराजको विषयमा विचार विमर्श बातचित त्यो आनन्दको कुरा सुनाउँदाखेरि उहाँलाई त व्याकुलता भयो। एकदम सानो हुन्छ उमेरमा तर यति व्याकुलता भयो, म पनि गएर सुन्न पाए हुन्थ्यो, सद्गुरुको दर्शन गर्न पाए हुन्थ्यो भन्ने त्यो व्याकुलता, तीव्र व्याकुलता भयो उहाँको मनमा। र एक दिन गोवर्धन ठाकुरले सद्गुरु महाराजलाई भन्नुभयो कि धामधनी, मेरो भाइ पनि एकदमै जिद्दी छ, तपाईको दर्शन गर्नको लागि एकदमै मसँग चाहिँ कुरा राखिरहेको छ, जिद्दी गरिरहेको छ, भन्नुहोस् म उसलाई ल्याउँ भनेर भन्नुभयो। किनभने गोवर्धन ठाकुरलाई डर छ कि सानै केटो छ, उहाँ चर्चाको सभामा गएर उछलकुल गरेर अरूलाई बाधा पुर्याइदियो भने कति नराम्रो हुन्छ। केटाकेटीहरूले जसरी हल्ला गरेर डिस्टर्ब गरिदिन्छ नि चर्चामा, होइन? गोवर्धन ठाकुरले त्यो सोचेर भन्नुभएको थियो। तर सद्गुरु महाराजले के भन्नुभयो, अरे गोवर्धन ठाकुर, तिमी के भन्दछौ? तिमीलाई थाहा छ ध्रुव 5 वर्षको उमेर हुनुहुन्थ्यो, सौतेनी आमाको प्रताडनाले उनलाई जङ्गलमा गएर तपस्या गर्नुभयो, साक्षात भगवान विष्णुको साक्षात्कार गर्नुभयो। सुन्दर साथी, प्रताडनालाई कहिले पनि प्रताडना सम्झिनुहुन्न, शिक्षा सम्झिनुपर्छ। प्रताडना भनेको एक प्रकारको शिक्षा हो। त्यसलाई शिक्षा पोजिटिभिटीको कारणद्वारा सकारात्मक भावले शिक्षा सम्झ्यौँ भने हामीले बहुत प्रगति गर्दछौँ। ध्रुव सानै हुनुहुन्थ्यो, भक्त प्रहलाद पनि सानै उमेरमा गर्भमा नै उहाँले भगवानको शिक्षा पाउनु भएको थियो। हेर त, बच्चा भन्नु हुँदैन कहिले पनि। ज्ञानको दृश्यमा कोही बच्चा हुँदैन, कोही बुढो हुँदैन।
ज्ञानमा कोही जवान बुढो बालक वृद्ध हुँदैन। कसैलाई पनि एउटा बच्चालाई पनि ज्ञानको दृष्टिमा अन्डर एस्टिमेट गर्नु हुँदैन सुन्दर साथी कहिले पनि। तसर्थ ल्याऊ बोलाएर ल्याऊ तिम्रो भाइलाई लिएर आऊ, भोलिदेखि उनलाई लिएर आउनु है त भनेर भन्नुभएको थियो। यता के को मेरा ठाकुरजी त रुँदै पछि पछि लाग्नु भएको थियो। बोलो श्री प्राणनाथ प्यारे की। अब चर्चा भइरहेको थियो। गोवर्धन ठाकुर भित्र हुनुहुन्छ, ढोका खोलेर मेरा ठाकुरजी जानुभयो। सम्मत 1687 माङ्सिर सुदी नवमी मङ्सिर महिनाको शुक्ल पक्ष नवमी तिथिको दिन मिलाप श्री देवचन्दजीसो भए दाखिल कौम भनेको आफ्नो जमातमा, सुन्दर साथको जमातमा श्री इन्द्रावतीजीको आत्मा सामेल हुनुभयो। बोलो श्री प्राणनाथ प्यारे की। आए के चरणों लगे तभी दैनित। जब मेरा ठाकुरजी ढोकाबाट पस्नु भयो नि सुन्दर साथी, बाइबलमा एउटा प्रसङ्ग आउँछ। किनभने बाइबल पनि राज्यले हाम्रो लागि पठाएको हो नि त। कुरान, बाइबल, वेद, उपनिषद हाम्रो लागि पठाएको। जसले आज वेद हाम्रो हो, भागवत हाम्रो हो, गीता हाम्रो, बाइबल चाहिँ हाम्रो, कुरान हाम्रो भनेर झुठो दावा गर्दछ नि, उनीहरूले मरणोपरान्त पनि कहिले पनि त्यसको भेद खोल्न सक्दैनन्। हामीले खोल्दछौँ र हामी खोलिरहेका छौँ राज्यको कृपाद्वारा। बाइबलमा भनेको छ कि माई सीप विल रिकग्नाइज माई भोइस। मेरा भेडाहरूले मेरो आवाज चिन्ने छन् भनेको छ बाइबलमा। भेडाहरू भनेको ब्रह्म आत्मालाई भनेको निर्दोष प्राणी, मुख प्राणी। यहाँ देवचन्दजी महाराजजीले देख्नुभयो, आसनबाट चर्चा गरिरहनु भएको थियो। मेरा ठाकुर भित्र बस्ने बित्तिकै चर्चा नै रोक्नु भयो र एकटक हेर्नुभयो मेरा ठाकुरलाई। ओहो हो, देवचन्द्रजीको दिलमा बस्नेवाला मूल स्वरूप राजीवको जुन स्वरूप छ त्यो शक्तिले पहिचान गर्यो। हेर मैले पर्खे कि आत्मा त बल्ल आउँदैछिन्। बोलो श्री प्राणनाथ प्यारे की। जुन आत्माद्वारा, जुन शरीरद्वारा मैले जागेको ब्रह्माण्डमा नयाँ आयाम प्रस्तुत गर्नु छ, ब्रह्माण्डमा तहल्का मचाउनु छ, ती आत्मा त बल्ल आउँदैछिन्। देवचन्दजी महाराज आसनबाट गदगद हुनुभयो। हर्षका आँसु उहाँको बग्दछ आँखाबाट र गएर सद्गुरुको चरण कमलमा प्रणाम गर्नुभयो। आए के चरणों लगे तभी दैनित तत्खिल हृदय मिने आए के बैठी जागृत बुद्ध। वितक साहेबमा यो आउँछ तपाईँ सुन्नु सक्नुहुन्छ। चरणमा प्रणाम गर्ने बित्तिकै हृदयद्वारा लगाउनु भयो सद्गुरु महाराजले, आलिङ्गन गर्नुभयो र नजरमा नजर जब मिल्दछ। सुन्दर साथजी, जतिजना सुन्दर साथीले यहाँनिर भिडियोमा जुन भिडियो म्युट गर्नुभएको छ नि, भिडियोलाई देखाउनु भएको छैन, यो तपाईँहरूले सायद अब कस्तो अवस्थामा बस्नुभएको छ त्यो त म जान्दिनँ। म जबरजस्ती पनि गर्दिनँ तपाईँहरूलाई, तर चर्चा सुन्दाखेरि चर्चा सुनाउनेवाला सुन्दर साथसँग नजर जुदाएर सुन्नुपर्छ। अनि मात्रै त्यो भाव, त्यो भावना आँखादेखि हृदयमा पुग्दछ र यथार्थ कुरा बुझ्न सकिन्छ हामीले। अनि अर्को कुरा, हाम्रो घरै सुन्दर साथीले भिडियो गरिरहनु भएको छ। भिडियो गरेर फेसबुकमा राख्दाखेरि तपाईँहरूको जुन अँध्यारो मात्रै देखेको हुन्छ, सायद यो राम्रो देखिँदैन। आफै समझदार हुनुहुन्छ तपाईँहरू र मैले भनेको इशारा सायद बुझ्नु भयो होला तपाईँहरूले। र पनि तपाईँहरूको आफ्नो इच्छा हो, तपाईँहरूले कस्तो अवस्थामा हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, तपाईँहरूको आफ्नो अधिकार हो र पनि सुन्दै हुनुहुन्छ। यसैमा म धन्य छु। बोलो श्री प्राणनाथ प्यारे की। देवचन्दजी महाराजजीले मेरा ठाकुरजीको नजर मिल्ने बित्तिकै यति खुसी हुनुभयो, गदगद हुनुभयो र हृदयद्वारा लगाउनु भयो र जागृत बुद्धि। त्यतिखेर मेरा ठाकुरलाई बसाएर रुमाल ओढाएर कानमा मन्त्र कुनै फुक्नु भएन। आम्ने सामने नजर जुट्ने बित्तिकै जागृत बुद्धि, तारतम्य ज्ञान हृदयमा प्रतिष्ठित हुँदछ। सुन्दर साथी, यो हो ब्रह्म ज्ञानको रहस्य। अपना धनी श्री श्यामा श्याम, अपना बासा है निज धाम।
अपना धनी श्री श्यामा श्याम अपना बासा है निज धाम धाम धनी श्री प्राणनाथ राज श्यामा जी श्री सुंदर साथ। बोलो श्री प्राणनाथ प्यारे की। इस प्रकारले श्रीजी श्री इन्द्रावती जी आफ्नो प्राण प्रियतम अहिलेसम्ममा आफ्नो अनजान प्रियतम हुनुहुन्थ्यो, अब पहिचान भयो र मिलाप हुँदछ र चर्चाको आनन्द त्यहाँदेखि लिन थाल्नुभयो। दुवै भाइ गोवर्धन ठाकुर र श्री मिराज ठाकुरजी अब घरमा आउनुहुन्छ। सारा दिन सद्गुरुको चरण कमलमा बसेर चर्चा सुन्नुहुन्छ। सन्ध्याको समयमा घरमा आउनुहुन्छ र यो क्रम उहाँहरूको जारी नै रह्यो। र एक दिन के हुन्छ त भन्दाखेरि देवचन्दजी महाराजजी चर्चा सुनाइरहनु भएको थियो। बाहिर गाँधी राईको घर बाहिर एउटा कोही महिला सुन्न साथै आवाज लगाउनु भयो, सब्जी ले लो भन्दै। जसरी नेपालतिर भारततिर तपाईहरुले देख्नु भएको छ नि, चितवन काठमाडौँतिरको गली हुँदै सब्जी बेच्ने व्यापारीहरूले ठेलामा ठेल्दै हाम्रो घरमा सुविधा प्रदान गर्दै सब्जी बेच्नुहुन्छ, हो त्यसरी नै एकजना महिला छोरी मान्छेले सब्जी लिनुहोस् भनेर आवाज लगाएपछि मान्छे त बाहिर छिन्। देवचन्दजी महाराजजी यहाँ निजानन्द स्वामीजीले भित्र चर्चा गर्दै हुनुहुन्थ्यो। यहाँ गाँधी भाइलाई भन्नुभयो, जाऊ गाँधी भाइ बाहिर, कोही परमधाम के आत्मा संसारको दुखी तनमा दुखी परिवारमा प्रकट भएकी छन् र एकदम आफ्नो शरीरको गुजाराको लागि सायद सब्जी बेच्दै हिँड्दैछिन्, जाऊ तिमीले गएर उनलाई भित्र बोलाएर ल्याऊ भन्नुभयो। बोलो श्री प्राणनाथ प्यारे की। अघि मैले बाइबलको भनाइ उद्धृत गरेको थिएँ नि, माई sheep will recognize my voice, मेरा भेडाहरूले मेरो आवाज चिन्नेछन् भनेको। यहाँनिर सद्गुरु महाराज श्री श्यामाजी महाराजले, श्री राज श्यामाजीले दुखी जो तन एकजना खोजी बाई हुनुहुन्थ्यो, मुसलमान समुदायबाट हुनुहुन्थ्यो, परमधाम की रही बाई बासना हुनुहुन्थ्यो, उनको आवाज चिनेर भित्र बोलाउनु भयो। गाँधी भाइ जानुभयो बाहिर लिनको लागि। अनि लिन जाँदाखेरि यसो हेर्दाखेरि त मुसलमानको भेष, मुस्लिमहरूले जसरी भेष धारण गर्दछन् त्यस्तो भेष लगाएको छ, बुर्का लगाएको छ, सब्जीको ठेला ठेल्दै छिन्। गाँधी भाइ एकदमै असमञ्जसमा पर्नुभयो। अरे सद्गुरु महाराजले बोलाउनु भन्नुहुन्छ, यी त स्त्री महिला हुन्, मुसलमान हुन्, कसरी बोलाउनु यसलाई भित्र गएर भन्नुहुन्छ। सद्गुरु महाराज ती महिला त मुसलमान हुन्, कसरी यहाँ भित्र बोलाउनु हुँदैन। गाँधी भाइ परमधामका आत्माहरू सबै जग्गा आएका छन्, कोही मुसलमानहरूमा छन्, हरेक समुदायमा, हरेक देशमा, हरेक प्रान्तमा एकदमै पवित्र जीवहरूमा परमधामका आत्माहरू आएका छन्। तसर्थ परमधामका आत्माहरूलाई यसरी जातिगत समुदायगत भेदमा वर्गीकरण गर्नुहुन्न। तिमी खुरुक बोला, मैले जे भन्छु त्यो मान तिमीले भने पछाडि सद्गुरु महाराजको आज्ञा पाएर तुरन्त बाहिर जानुहुन्छ र ती महिलालाई भित्र बोलाएर ल्याउनु भयो। अनि भित्र बोलाएपछि उनी त डराइन्। महिला स्त्री अनि कोही हिन्दूहरूको जहाँ चर्चा कथा भइरहेको छ त्यहाँनिर बोलाउँदा मलाई केही पो गर्ने हुन् कि बा मलाई कुनै पिटाइ पो गर्ने हुन् कि भनेर डराउँदै भित्र आइन्। तर सद्गुरु महाराजले उनको मनोदशा भावनालाई तुरन्त बुझेर भन्नुभयो कि हे बहिनी, तिमी नडराऊ, तिमी भित्र परमधामको आत्मा छ, तिम्रो आवाजलाई मैले चिनेर चाहिँ भित्र बोलाएको हुँ। अब तिम्रो अगाडि पछाडि कोही छ तिम्रो भन्दाखेरि छैन हजुर, हे धामधनी, हे सद्गुरु, मेरो त पतिदेवको पनि पहिल्यै देहान्त भयो, छोराछोरीहरूले पनि मलाई चाहिँ जसरी आजको कलियुगको संस्कारमा माता पितालाई छोराछोरीहरूले के गर्छन्, कोही बिर्लै हुन्छन् छोराछोरी जसले माता पिताको प्यार प्रेम सम्मान सेवा इज्जत गर्दछन्। आज तपाईँ नेपालमा विचार गर्नु, भारतमा विचार गर्नुहोस्, आफ्नो स्वार्थ पुरा भएपछि आमा बुबालाई लगेर देवघाटमा वहाँ लगेर पशुपतिको उसमा काठमाडौँमा लगेर धर्मशालामा लगेर छोड्ने, कसैलाई एयरपोर्टमै छोडिदिने, हो यस्ता स्वार्थी छोराछोरीले गर्दछन्। म पनि त्यही शिकार, त्यही चपेटामा परेको हुँ हे धामधनी भनेपछि तिमी चिन्ता नगर।
आजदेखि तिमी परमधामकी सुन्दर साथ हौ र तिमीले कहीँ जानु पर्दैन। आज गणाधिपति भाइकै घरमा तिमीले बस्नु पर्दछ र आजदेखि तिमीले भोजनको सेवा तिमीले गराउनु पर्दछ। बोलो श्री प्राणनाथ प्यारे की सुन्दर साथजी। एक त उनी विधवा स्त्री अनि मुसलमान समुदायबाट दुईटै मान्यतालाई राजी महाराजले रद्द गरिदिनु भयो। धामको सुन्दर साथमा परिवर्तित गरेर अनि त्यहाँदेखि त्यो दिनदेखि खोजीबाई यानी रहीबाई सुन्दर साथले सुन्दर साथसँग भोजन बनाउने, सुन्दर साथको सेवा गर्ने यो महानतम कार्यमा हात बटाउन थाल्नु भएको थियो। सुन्दर साथजी, हामी सुन्दर साथमा सानो ठुलो उच निचको भेद भावनाको विचारमा दिमागमा यो विचार आयो भने पनि गुनाहगार बन्दछौँ हामी। यो कुरा बाणी र वित्तको यो भनाइलाई बुझ्नुपर्छ हामीले। कोही ठुलो छैन, कोही सानो छैन। मनुस्मृतिमा भनेअनुसार जन्मना जायते शूद्रो संस्कारात् द्विज उच्यते वेद पाठी भवित विप्रो ब्रह्म जानाति ब्राह्मण। प्रत्येक प्राणी, चाहे त्यो जलचर होस्, चाहे थलचर होस्, चाहे मनुष्य हुन्, चाहे चौपाएवाला प्राणी हुन्, जन्मने बित्तिकै सबै शूद्र हुन्छन्, अज्ञानी हुन्छन्। सबै शूद्र भनेको अज्ञानी, आफ्नो स्वरूपको बोध हुँदैन। सत्संग, ज्ञान, ध्यान, चिन्तन, मनन र सद्गुरुको संगतिले ऊ ब्राह्मण बनिने हो। ब्राह्मण भनेको कुनै एउटा समुदाय होइन। हामी नेपालमा हामी इत्यादि भन्छौँ नि, ब्राह्मण होइन, बाहुन, क्षेत्री, अन्य राई, लिम्बू, मगर, विश्वकर्मा, मिजार, दर्जी इत्यादि यो एउटा मनुष्यको एउटा अटकको लास्ट नेम हो। म ब्राह्मण भन्दिनँ। मेरो ब्रह्मज्ञान तारतम ज्ञानको मलाई जुन पहिचान मिलेको छ यस आधारमा म ब्राह्मण भन्दिनँ, बाहुन समुदाय भन्छु। म ब्राह्मण त तारतम ज्ञान पाएर हामी सबै ब्राह्मण हुन्, चाहे कुनै पनि समुदायका छौँ। किनभने हामीले प्राणनाथजीलाई, राजी महाराजलाई जानेका छौँ र रात दिन वाणीद्वारा विगतद्वारा जानेका छौँ। हामी प्रत्येक कुनै पनि समुदायबाट आएका छौँ भने हामी ब्राह्मण हौँ। यथार्थ ब्राह्मण हामी हौँ। हामी तथाकथित ब्राह्मण होइनौँ। हामी शाश्वत यथार्थ ब्राह्मण हौँ। ब्रह्म अङ्गनाहरू नै वास्तविक ब्राह्मण हुन् र हामी त्यो ब्राह्मण हौँ। सुन्दर साथजी, यो भावनादेखि बिल्कुल मुक्त हुनुपर्दछ। जसरी तपाईहरु मेरो भनाइदेखि अलिकति अप्ठ्यारो जरुर हुन्छ तपाईहरुलाई। नेपालमा पहाडतिरका मान्छेहरु चाहिँ नम्बर 1 नागरिक, अनि तराईतिरका चाहिँ डुप्लिकेट अर्थात् सेकेन्ड दोस्रो नम्बरको नागरिक भन्ने नेपालका पहाडीयाहरूको यो मानसिकता छ नि। जुन मानसिकताको कारणले गर्दाखेरि मधेसी नेपालीहरूले त्यसको चर्को विरोध गर्दछन्। उनीहरूको यो नैसर्गिक अधिकार हो। किनभने पहाडीया जति पनि हिन्दूहरू छन्, भारतको मुगल साम्राज्यको प्रताडना त्यो समयमा आजभन्दा 400-500 वर्ष पहिला ज्ञान र धर्म जोगाउनको लागि उनीहरू पहाडतिर आएर बसेका थिए। अनि नेपालका जुन स्थायी वासीहरू छन्, सेता मगुरालीहरू, उनीहरूलाई चाहिँ हामीले यिनीहरू डुप्लिकेट नागरिक हुन् भनेर भन्दाखेरि कसरी चित्त बुझ्दछ? बोलो श्री प्राणनाथ प्यारे की। हो त्यसरी नै हामीले जातीय सर्वश्रेष्ठताको विचारधारा बिल्कुल परित्याग गर्नुपर्दछ। शुद्ध म बाहुन, क्षेत्री कुनै पनि समुदायबाट होइन, म त एउटा मानव हुँ। 206 वटा हड्डीले तयार गरेको ढाँचामा मांस, मज्जा इत्यादि अष्टधातुले तयार गरेको एउटा मानव हुँ भन्ने विचारधारा मानवताको धरातलमा उभिए पछाडि मात्रै परब्रह्म प्राणनाथजीको पहिचान हुन्छ ब्रह्मवाणीद्वारा। यहाँ कट्टर हिन्दू, कट्टर बाहुन, कट्टर क्षेत्री, कट्टर अर्को, कट्टर कुनै पनि यो विचारधारा दिमागमा, हृदयमा विद्यमान छ भने प्राणनाथजीको ब्रह्मवाणीको आनन्ददेखि तपाईँ लाखौं कोष टाढा हुनुहुन्छ। जिद्दी गर्नुहोस्, घमण्ड गर्नुहोस्, त्यसले केही फरक पर्दैन। शुद्ध सुन्दर साथ हौँ हामी। बस परमधामदेखि यहाँनिर संसारको विभाजक रेखा तान्नका लागि आएका हौँ होइन। मूल मिलावमा हाम्रो असल स्वरूप छ। यो त नाटक हेर्नको लागि शरीर मिलेको हो हामीलाई। यो झुटो शरीर, यो नश्वर शरीर प्रति घमण्ड किन गर्ने? यो शरीर कुनै समुदायमा पैदा भयो, बस राज्यको कृपा भयो। तर के गर्नु? हामी उच्च कुलमा जन्मेका त छौँ, तर कर्नी उच्च नहोए। कबीरले भन्छ नि, उच्च कुलमा जन्मिए कहाँ होए जो कर्नी उच्च नहोए। कुनै उच्च कुलमा जन्मेर पनि
मठ मन्दिरमा गएर पशु बलि गर्दछौँ, मद्यपान गर्दछौँ, मांसाहार गर्दछौँ र म चाहिँ ठुलै जातको हुँ भनेर यो अहङ्कारको पोको भोग्दछौँ भने त्यसको त बिल्कुल पनि 7 जन्मसम्म त्यसको जीवले जन्म मृत्युको चक्रमा भौतारिनको लागि बाध्य हुनुपर्दछ। यो प्रसङ्ग त वितक सानो अगाडि नै आउँदछ, तसर्थ सुन्दर साथले बिल्कुल पनि यो खोजिरहेको प्रसङ्ग आएको कारणले मैले यो भन्नको लागि म भने। यसमा अलिकति मेरो दृष्टता तपाईँलाई प्रतीत भयो भने म क्षमा चाहन्छु। मेरो भनाइद्वारा तपाईँहरूलाई भनौँ चोट पुर्याउने मेरो कुनै पनि मनसाय हुँदैन कहिले पनि। तर मैले शरीरदेखि माथि उठेर सत्यको बोध गराउने राजीमाको कृपाद्वारा विचारधारा मात्रै व्यक्त गरेको मैले। बोलो श्री प्राणनाथ प्यारे की। तसर्थ अब यहाँनिर एक दिन के हुन्छ भने सुन्दर साथी विचार गर्नुहोस्, जहाँ सत्य हुन्छ, सत्यले बहुत ठुलो सङ्घर्ष गर्नुपर्छ दुनियाँमा। सत्यलाई मान्छेले दुःख दिन सक्छन्, सत्यलाई दुखी बनाउन सक्दछन्, सत्यलाई परेशान गर्न सक्दछन् दुनियाँमा, तर पराजित सत्य कहिले पनि हुँदैन। गाँधी भाइको घरमा देवचन्दजी महाराजजी एकदम बिहान 8 बजेदेखि लगेर रात्रिकालीनसम्म चर्चाको आनन्द सुन्दर साथीलाई लुटाउनु हुँदछ। तर त्यहाँ के भयो त भन्दाखेरि नौतनपुरीमा जामनगरमा जो वैष्णव समुदायका पन्थहरू थिए उनीहरूको मनमा आगो लाग्न थाल्यो। किन भन्दाखेरि यता कान्छी भट्टले जुन कथा सुनाउनुहुन्थ्यो त्यहाँ पनि श्रोता कम्ती भए, अनि अन्य वैष्णवहरूको मन्दिरमा पनि ताला लाग्ने स्थिति भयो। अब के भयो त भन्दाखेरि सारा श्रोतागणहरू देवचन्दजीको चर्चामा जान थाले। यहाँ कान्छी भट्टको कथा सुनेर कति वर्ष बितिसकेको थियो, कृष्णले आएर कहिले दर्शन दिनुहुने थिएन। यता देवचन्दजीको चर्चा सुन्न जाँदाखेरि दिनमा 3-3, 4-4 चोटि ब्रज र रासलीला कृष्णले आएर दर्शन दिएको देखेर सारा जामनगरको पब्लिक देवचन्दजीको चर्चा सुन्न गाँधी भाइको घरमा चाहिँ भिड लाग्न थाल्यो र वैष्णव समुदायलाई जलन भयो, ईर्ष्या भयो र उनीहरूले अब केही देवचन्द्रजीलाई र गाँधी भाइलाई चाहिँ विघ्न बाधा पुर्याउनुपर्छ भन्ने मनसाय लिएर सहरको पुलिस थानामा गएर कोतवालीमा गएर चुगली गरे, सुनाए। गएर पुलिस इन्सपेक्टरलाई भने यहाँ गाँधी भाइको घरमा एउटा देवचन्दजी भन्नेले चाहिँ नि आफूलाई गुरु हुँ भन्दछन् र देवी देवताको बडा निन्दा गरिरहेका छन्। यद्यपि देवचन्दजीले निन्दा गर्नुभएको थिएन सुन्न साथी, तर यी जुन हामी ब्रह्मज्ञान रहित तारतम रहित व्यक्तिहरू जो निन्दा गर्छन् नि उनीहरूको एउटा बडा हतियार हुन्छ ठुलो। यी प्रणामीहरू यिनीहरूले हिन्दू मुसलमान उनीहरू देवी देवताको निन्दा गर्छन्, शङ्करजीको, ब्रह्माजीको, विष्णुको, कृष्णको निन्दा गर्छन् यिनीहरूले भनेर यो तरकिब अपनाउँछन् उनीहरूले। मुसलमान भन्छन्। अरे बुद्धिका दुश्मनहरू जो प्रणामी हुन् चाहे निजानन्दी जो सुन्दर साथ हुन् उनीहरू मुसलमानले त गौ हत्या गरिरहेको छ, आज पशु प्राणीको हत्या गरिरहेको छ कि प्रणामी कोही सुन्दर साथले गौ हत्या प्राणीको हत्या गर्दछ। तर त्यो निन्दकले जसलाई सुनाउँछ त्यसको पनि बुद्धि कहाँबाट हुन्छ र? बुद्धि भएको व्यक्तिले कसैको निन्दा सुन्दैन, बुद्धि भएको व्यक्तिले कसैको निन्दा गर्दैन। यिनीहरू मुसलमान हुन्, यिनीहरू देवी देवताको निन्दक हुन् भनेर यस्तो प्रकारका बेबुनियाद कुराहरूले निन्दा गर्ने यो बहाना बनाउँदछन्। र त्यही बहानामा पुलिस इन्सपेक्टरले गएर भनेपछि पुलिस इन्सपेक्टरले 2 जना सिपाहीलाई अनि 2 जना पुलिस कर्मीहरूलाई गएर भने जाऊ तिमीहरू भरे बेलुका गएर राति 12-1 बजी रातिसम्म पता नहीं छोरा मान्छे छोरी मान्छेहरू रातिसम्म बसेर बत्ती बलिरहेको हुन्छ, खोइ पता नहीं के गर्छन् विचार। संसारको बुद्धिको जसरी राजा परीक्षितले सुखदेव मुनिलाई रात्रिको समयमा भगवान भएर पनि अर्काका श्रीमतीहरूलाई वृन्दावनमा किन बोलाए भनेर यस्ता वैचारिक प्रश्न, विषययुक्त प्रश्न गर्नुको कारणले सुखदेवजीले समाज अवस्थामा रासको वर्णन गर्दै हुनुहुन्थ्यो, चुक्नु भयो र त्यो आनन्द लिन पाउनु भएन। संसारका व्यक्तिहरूले पनि यसरी नै प्रश्न गर्दछन् र त्यसरी प्रश्न गरे। अनि यहाँनिर अब इन्सपेक्टरले सुनाउनको मतलब आफ्नो मान्छे पठायो बेलुकाको समयमा, रात्रिकालीन समयमा
र विगत बाणीमा उल्लेख गरे अनुसार खासै कार्यवाही गर्नको लागि पत्ता लगाउनको लागि के गर्दा रहेछन् भनेर गएका एउटा पुलिसकर्मी रातभरि जुन पोलिया थियो नि पोल सुनाउनेवाला चुगलखोर वैष्णवकै उनीहरूकै कोही चेलो थियो, चम्चा भनौँ न, गुरुहरूको चम्चा। उसले पुलिस इन्सपेक्टरलाई गएर भन्यो र कहाँ हो त भन, त्यो ठाउँ कहाँ हो, कहाँ भएको घर कहाँ हो भनेपछि ऊ त्यो घर हो भनेर अमलाले देखाइदियो। बत्ती बलिरहेको थियो। अब ऊ त म चाहिँ जान्नै, तर म चाहिँ देखिदिनँ नि, कतै सुन्दर साथले के गर्ने हुन् भन्ने डर पनि छ नि त उसलाई। अनि ऊ चाहिँ बत्ती देखाइदिएर त्यहाँबाट गइहाल्यो, बिदा भयो। अब यता ती दुई पुलिसकर्मीहरू त्यो बत्तीको छेउमा पुग्नको लागि अगाडि बढ्दछन्। एउटा त रातभरि कुवाको इनारको वरिपरि घुमिरह्यो, अर्को चाहिँ नि 12 कोस लगभग तपाईँको 25-30 किलोमिटर टाढा धरौल भन्ने ठाउँमा बिहान पो पुग्यो। अनि त्यहाँ पुगेर पानी भर्ने ठाउँमा महिलाहरूले पानी भरिरहेका थिए। यो म कहाँ आइपुगेँ हो, जामनगर यही होइन भनेर भन्छ। अनि ती महिलाहरूले भन्छन् अरे अरे तिमी पागल भयौ, यो गाउँको मुखिया मोहबरजी भन्ने उनको नाम हो, त्यो मुखियाको गाउँ पो हो त यो, तिमी जामनगरदेखि 12 कोस टाढा आइपुगिसकेको छौ भनेर भनेपछि तेरिका यो पोल सुनाउनेवालाले त बर्बादै पार्यो हामीलाई त। उसले पोल सुनाएर गइहाल्यो। रातिको समयमा कहीँ वन जङ्गलमा जानवरहरूले आक्रमण गरेको थियो भने हाम्रो त धन्य परमात्माको कृपाले, भगवानको कृपाले बाँचिएछ भनेर फर्केर आयो। अनि दुई भाइ आपसमा कुरा गरेर रहे, तरिका आज तिमी के गर्यो भन्दा म त रातभरि कुवाको वरिपरि घुमिरहेँ, अलिकति खुट्टो चिप्लेको थियो भने म त पानीमा गएर डुब्ने थिएँ नि भनेर लाखे यो पख्लास भनेर त्यो चुगलखोरलाई सायद उनीहरूले कारवाही गरे। सम्भवतः हुन सक्छ, निश्चित रूपमा कारवाही गरे होला उनीहरूले। यस्तो प्रकारको विचार गर्नुहोस्। बत्ती देखाएको ठाउँमा पुग्नै सकेनन्। राज्यप्रति निस्वार्थ श्रद्धा भाव र दृढता, थरथर काम्नेवाला विश्वास होइन। जेठाले के भन्छन् कि, मामाले के भन्छन् कि, ससुराले पनि के भन्छन् कि, हाम्रो नेपालमा कति प्राय यस्तै छ नि, ससुरालीदेखि घरको राज्यलाई मान्न, ससुरालीदेखि डराउने, दाजुभाइहरूदेखि डराउने। भक्ति, अरे पतिव्रत साधन त निर्भयताको मार्ग हो। प्रेममा मैले हिँड्दै भनेको डर हुँदैन। महामती का पीछा न देखिए ना किसी की परवाह, एक धाम हृदय में लेके उड़ाए दीजिए अल्लाह। अरे संसारको जीवलाई मामा त फेरि पनि मिल्छन्, ससुराली त फेरि पनि मिल्छन्, पति त फेरि पनि मिल्छन्, छोराछोरी फेरि पनि मिल्छन्, आमाबाउ फेरि पनि मिल्छन्, तर जीवलाई पूर्ण ब्रह्म परमात्माको ज्ञान, भक्ति, पतिव्रता भक्ति, अनन्य प्रेम भक्ति दोबारा मिल्छ? कहिले पनि मिल्दैन, न भूतो न भविष्यति। तसर्थ यो जीवन सर्वोत्कृष्ट हो। तसर्थ आजै अहिले नै तार्कुम ज्ञानद्वारा जागृत भइहाल्नु पर्दछ। इस प्रकारले इन भांत के कई मार्जे और लाखों दिए निशाना, पर साथ कोई न समझे कछु न हुई पहचान। यस्तो प्रकारको मार्जा भनेको आदिका लीला, चमत्कारिक लीलाहरू सुन्दर साथलाई एकत्रित गर्न नौतनपुरीमा राज्यद्वारा सम्पादन भइ नै रह्यो। तर त्यत्रो भिडमा लाखौंको संख्या आउँदथ्यो, लाखौं त नभन्नु अलि बढी नै भइहाल्छ होला, सैकडौंको संख्यामा आउँदथे। तर केवल 313 सुन्दर साथलाई मात्रै देवचन्दजीले परमधामको आत्मा चिनेर तारतम्य ज्ञान दिनुभयो। कोही ईश्वरी सृष्टिलाई तारतम्य दिनु भएन, कोही जीव सृष्टिलाई तारतम्य दिनु भएन। जुन तनमा परमधामको ब्रह्मात्माहरूले तनलाई धारण गरेका थिए तिनै आत्माहरूलाई मात्रै तारतम्य ज्ञान दिनुभयो। आउनु सुन्दर साथजी, अब बाँकीको प्रसङ्ग हामी भोलि श्रवण गर्नेछौँ। अहिले अब यहाँभन्दा अगाडि समयले अनुमति दिँदैन। यस्तो प्रकारको नौतनपुरीमा विविध प्रकारको लीला भइरह्यो र अगाडिको प्रसङ्ग अब कस्तो प्रकारले श्री मिराज ठाकुरजीले जसरी सद्गुरुमाहरूले चर्चा गर्नुहुन्छ, परमधामको वर्णन गर्नुहुन्छ र त्यो आफूले गर्न नसक्दाखेरि
यहाँ अर्काको अवगुण खोज्नुहुन्न, आफ्नो अवगुण खोज्नुहुन्छ। कमी कमजोरीमा जरुर कमी कमजोरी मभित्र होला, तसर्थ राज्यको मलाई साक्षात्कार भएको छैन भनेर आफूभित्र अवगुण खोज्नुहुन्छ र अगाडि बढ्नुहुन्छ। र भोलिको प्रसङ्गमा हामी यो प्रसङ्गदेखि अगाडि अवश्य पनि श्रवण गर्नेछौँ। त्यतिन्जेलका लागि सबै सुन्दर साथीलाई राजी महाराजको कृपाद्वारा यो अहिलेको महामारी, अहिलेको जुन विकराल परिस्थिति छ त्यसबाट बच्ने र बचाउने काम गर्नुहोस् र राज्यको सान्निध्यतालाई हमेसा स्वीकार गर्नुहोस् र राज्यलाई सर्वोपरि सम्झेर आफ्नो जीवनलाई राज्यको भक्तिमय बनाउनुहोस् भन्दै हजुरहरू सबैजनाको चरण कमलमा पुनः फेरि कोटी प्रणाम गर्दै मेरो भनाइलाई यहीँ विराम दिँदछु र सबैजनाले मलाई चौपाई गराउनको लागि सघाउनु होला र सबै मैले जानेको नजानेको प्रत्यक्ष रूपमा सबैजना सुन्दर साथीलाई मेरो हजुरहरूको आत्मस्वरूपमा विराजमान राजी महाराजलाई कोटी कोटी प्रणाम जी। म यहाँ देखिरहेको छु हाम्रो यहाँ शर्मिला बस्नेत सुन्दर साथको आइडीमा हाम्रो विक्रम सिरदार सुन्दर साथी कतै हो कि जस्तो लाग्दैछ। यदि उहाँ हो भने उहाँ हाम्रो सिरदार शिरोमणि सुन्दर साथीलाई र उहाँहरूको साथमा बस्नुभएको अन्य सुन्दर साथीलाई पनि उहाँहरूको चरण कमलमा दण्डवत प्रणाम गर्दै म हजुरहरूलाई प्रणाम गर्दछु। सबैजना सुन्दर साथीलाई पुनः फेरि प्रणाम जी, प्रणाम। आउनुहोस् चौपाई गऱ्यौँ। इन भात कै माझ जे और लाखों दिए निशान पर साथ कोई न समझे ना कछु हुई पहचान ना कछु हुई पहचान। सुन्दर साथी यो चरणले के भन्यो? पर साथ कोही न समझे कछु न हुई पहचान। चमत्कारी लीलालाई भरोसा गरे, ब्रह्मवाणी लिखित रूपमा थिएन। सद्गुरु महाराज धामधनीले मौखिक रूपमा चर्चा गर्नुहुन्थ्यो, त्यो कारणले सुन्दर साथलाई रेफरेन्सको लागि केही पनि थिएन। जति चर्चा सुनायो सद्गुरुले सुनाउनुहुन्थ्यो अनि मायाको प्रभाव उनीहरूले घट्न सकेन। आज हकी स्वरूप प्राणनाथजीले हामीलाई यो वितक यो वाणी दिनुभएको छ र मैले तपाईँलाई चर्चा सुनाइसके पछाडि पनि तपाईँहरूले वाणी वितक मन्थन चिन्तन गर्नुभयो भने तपाईँहरूको आत्मजागृतिमा पुरा बल मिल्नेछ। र आज हामी कति भाग्यशाली छौँ, ब्रह्माण्डले प्राप्त गर्न नपाएको वितकको वाणी र ब्रह्मवाणी प्राप्त गरेको छ। र निश्चित रूपमा आफ्नो भाग्य जीवको भाग्यलाई आत्माको सम्बन्ध प्रति गर्व गर्दै आफ्नो जीवन बिताउनुहोस् भन्दै प्रणाम जी, प्रणाम।